नमस्ते, 안녕하세요. म यसै ज्यान्सर कोरियन ल्याङ्ग्वेज इन्स्टिच्युट होस्टेल सहितको कोरियन भाषा कक्षा बुटोल 12 ताम्नगरबाट कोरियन भाषा प्रशिक्षक विनोद देउपाने सदाझै उपस्थित हुने क्रममा यो हप्ताको शनिबार पनि उपस्थित भएको छु। अल फर फ्री एक्जाम, सबैका लागि निशुल्क एक्जाम यो हामीले प्रत्येक हप्ताको शनिबार बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म गराउँदै आइरहेका छौँ। आज भने हामी सेट 8 मा पुगिसकेका छौँ। यो सेट 7 सम्मको फिडब्याक तपाईहरुलाई कस्तो लागिरहेको छ र तपाईहरुको प्रतिक्रिया अनुसार तपाईलाई निकै हेल्पफुल भएको कुराहरु चाहिँ हामीले बुझिरहेका छौँ र त्यसै अनुसार अझै हेल्पफुल होस्, तपाईहरुको कोर्स अगाडि बढ्नका लागि अझै हेल्पफुल होस् भनेर हामीले निरन्तर रूपमा चाहिँ यो भिडियोलाई चाहिँ कन्टिन्यू गर्ने एउटा जमर्को गरेका छौँ र आज म ढिला नगरिकन यो सेट 8 को डिस्क्राइब भिडियोलाई हेर्दा गइरहेको छु। यसलाई चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्नु होला, स्किप नगरिकन हेर्नु होला। तपाईको लागि अति नै महत्त्वपूर्ण भिडियो रहेको हुन सक्छ र यति भन्दै फेरि पनि एक्जाम दिने विद्यार्थीहरुका लागि एक्जाम दिइसकेपछि अन्तिममा चाहिँ तपाईहरुले सबमिट गर्न भने नभुल्नु होला। सबमिट गर्दाखेरि चाहिँ तपाईको रिजल्ट आउँछ भने सबमिट गर्नु भएन भने चाहिँ तपाईको रिजल्ट नआउने समस्याहरु देखिएको छ। त्यसैले गर्दा आज भने अब ढिला नगरिकन यो सेट 8 को पहिला 21 को क्वेशनहरुलाई चाहिँ हेर्न गइरहेको छु। यानेर इरेस इबनमा चाहिँ थाउम नेङवा ख्वान्गेनन खुरिमुल खोरुसिप्सियो भनेर भन्छ। तलको विषय वस्तुसँग सम्बन्धित भएको चित्रलाई चाहिँ छान्नुहोस् भनेर भन्छ। हो यो सम्बन्धित भएको चित्र चाहिँ के छ भन्ने कुराहरुको बारेमा हेरौं। जस्तै यहाँनिर थोकी भनेको छ, यो थोकी भनेको चाहिँ खरायो भनेर भन्छ। थोकी हिम्निदा खरायो हो भनेर भन्छ। अब यहाँनिर हामीले प्रत्येक 4 वटा चित्रहरु छ। यो 4 वटा चित्रहरुमा चाहिँ यो थोकी भनेको चाहिँ खरायो भन्छ। तर यहाँनिर चाहिँ सबैभन्दा पहिला चाहिँ के छ त याङ भनेर भन्छ। याङ भनेको एउटा भेडा हुन्छ, एउटा मात्रा भन्ने पनि हुन्छ है याङ भनेको, अनि अर्को चाहिँ एउटा दुई भन्ने पनि हुन्छ। याङ भनेको दुई, जस्तै याङसोन भनेर भन्छ, दुई हात भनेर भन्छ हैन। अनि दोस्रो नम्बरमा यहाँनिर ओरी भन्ने छ। ओरी भनेको चाहिँ हाँस भनेर भन्छ हैन, ओरी भनेको हाँस। त्यसैगरी 3 नम्बरमा चाहिँ थोकी भनेर भन्छ। खरायो चाहिँ 3 नम्बरमा छ, आन्सर पनि 3 नम्बरको। र 4 नम्बरमा चाहिँ माल भनेर भन्छ। माल भनेको घोडा, कुरा, भाषा, यो तीनैवटा कुरा भन्न सकिन्छ। अब जनावरको हिसाबमा आयो भने चाहिँ घोडा भनेर चिन्ने। र 2 नम्बरमा चाहिँ फानबाजी भनेर भन्छ। फानबाजी भनेको फान भनेको हाफ हो, अनि फाजी भनेको चाहिँ पाइन्ट भनेर भन्छ। हाफ पाइन्ट हो भनेर भन्छ। अब यो हाफ पाइन्टमा चाहिँ सबैभन्दा पहिला यहाँनिर छिमा भन्ने छ। यो छिमा भनेको चाहिँ के त स्कर्ट है, छिमा भनेको चाहिँ स्कर्ट भनेर भन्छ। यो भएन। त्यसैगरी हामीलाई 2 नम्बरमा चाहिँ के हो त फानबाजी भनेको 2 नम्बरकै हो, आन्सर 2 नम्बर रहेको छ। र त्यसैगरी 3 नम्बरमा चाहिँ सेछु भनेर भन्छ। सर्ट हो यो है, सेछु भनेको छ सर्ट। अनि त्यसैगरी यहाँनिर हामीलाई 4 मा छ फाजी भनेर भन्छ। फाजी भनेको चाहिँ पाइन्ट। अब यहाँनिर चाहिँ हाम्रो 2 नम्बरको एन्सर हुने भयो। 2 नम्बरमा चाहिँ फानबाजी भनेको हाफ पाइन्ट भन्छ। त्यसैगरी अब हामीले यहाँनिर 3 देखि 4 नम्बरमा चाहिँ थाउम नेङवा थाउम छिल्मुने थापा सिप्सियो भनेर भन्छ। तलको प्रश्नको जवाब दिनुहोस् भनेर भन्छ। 3 नम्बरमा चाहिँ हेरौँ पहिला। 3 नम्बरमा चाहिँ थाउम थानवा ख्वान्गेनन गसुन मुहसिमनिका। अब यहाँनिर दिएको चित्रमा चाहिँ हामीलाई यहाँनिर 3 नम्बरमा चाहिँ थाउम थानवा भनेको तलको शब्दसँग ख्वान्गेनन गसुन भनेको सम्बन्ध भएको कुरा मुहसिमनिका के हो भनेर भन्छ। सबैभन्दा पहिला हामी यहाँनिर हेरौँ। उमाग भनेको चाहिँ संगीत भनेर भन्छ। यो उमाग भनेको संगीत भइहाल्यो। अनि खुम्युङ भनेको चाहिँ वित्तीय भनेर भन्छ है। खुम्युङ भनेको वित्तीय अथवा आर्थिक फाइनान्सको कुराहरु चाहिँ भयो हैन, आर्थिक पाटोतिरको कुराहरुलाई चाहिँ खुम्युङ भनेर भन्छ। त्यसैगरी छेक भनेको चाहिँ किताब हो। अनि यङवा भनेको चाहिँ के हो त फिल्म। यङवा भनेको चाहिँ फिल्म भनेर भन्छ। अब ध्यान दिउँ, यो 4 वटा कुरासँग चाहिँ हामीलाई यहाँनिर दिएको एउटा थोसकवान भन्ने छ। थोसकवान भनेको चाहिँ पुस्तकालय भन्छ। पुस्तकालय भनेको चाहिँ हामीलाई 4 वटा चाहिँ यहाँनिर ध्यान दिनुपर्छ। यो पुस्तकालय तलको 4 वटा कुरासँग चाहिँ कुनसँग चाहिँ मिल्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। अब पुस्तकालय भन्ने बित्तिकै हामीले संगीतसँग सम्बन्धितको कुरा हो भन्न मिल्दैन। अब वित्तीय संगीतसँग चाहिँ कुरा चाहिँ के हुन्छ त भन्दा जस्तै नोरेबाङहरु होला हैन, गीत गाउने कोठाहरु होला,
अनि म्युजिक सिक्ने ठाउँहरुमा चाहिँ त्यति बेला चाहिँ उमाग भन्न चाहिँ मिल्यो। तर खुम्युङको लागि चाहिँ वित्तीय कारोबारहरुको लागि चाहिँ फेरि उनेङ हो, बैंकतर्फ हो हैन, यो भएन। अनि किताबहरुको लागि चाहिँ हो, किताबमा चाहिँ के हो त भन्दा जस्तो किताबहरु चाहिँ पढ्न मिल्ने, सापटी लग्न मिल्ने खालको चाहिँ एउटा पुस्तकालयलाई चाहिँ थोसकवान भन्छ। अनि यङवा भन्यो भने चाहिँ अब माथि के हुन पर्यो त भन्दा यङवा फिल्मसँग रिलेटेड हुनका लागि चाहिँ फिल्म हल हुन पर्यो, यङवा ग्वान अथवा खुक्चाङ भन्ने कुरा हुन पर्यो। भएन त्यति बेला पनि। अब यो हामी 4 नम्बरमा हेरौं, थाउम थानय फिसुतान मारुन मोसिमनिका अथवा थाउम थानय फिसुतान मारुन मोसिमनिका भनेको छ तलको शब्दको उस्तै अर्थ दिने शब्द के हो भनेर भन्छ। अब यहाँनिर दिएका अप्सनहरुलाई हेरौं हामी। पहिला अप्सनमा चाहिँ सबैभन्दा पहिला यहाँनिर थिसेछु भन्ने छ। यो थिसेछु भनेको चाहिँ टी सर्ट भनेर भन्छ हैन, टी सर्ट। त्यसैगरी छम्फ भनेको चाहिँ ज्याकेट भनेर भन्छ, छम्फ ज्याकेट हो। अनि त्यसैगरी छाङसिक भनेको चाहिँ सजावटका सामानहरु अथवा सजावट भनेर भन्छ, छाङसिक भनेको सजावट। अनि छाङसिक योङफुम भन्यो भने चाहिँ सजावटका सामग्रीहरु भनेर भन्छ। त्यसैगरी सिनबाल भनेको चाहिँ के हो त जुत्ता भनेर भन्छ है, सिनबाल भनेको जुत्ता। अब हामी माथि चाहिँ पहिला यहाँनिर छाम्बा भनेको छ, छाम्बा भनेको के हो त भन्दा ज्याकेट भनेर भन्छ। अनि ज्याकेटको यहाँनिर के भनेको छ फिसुतमाल भनेको छ, फिसुतमाल भनेको उस्तै अर्थ दिने, ज्याकेटसँग ज्याकेटै हुनु पर्यो नि त हैन। ज्याकेटको अब यो टी सर्ट हुने कुरो भएन, सजावट हुने कुरो भएन, जुत्ता हुने कुरो भएन। यहाँनिर चाहिँ के हो त छम्फ भनेर भन्छ, छम्फ भनेको नि ज्याकेट, छाम्बा भनेको पनि के हो त ज्याकेट। 5 देखि 8 मा चाहिँ फिनखाने थुरगाल खाजाङ आल्माजुन घसुल खोरु सिप्सियो, खाली ठाउँमा चाहिँ भित्र जाने अति मिलेको कुरालाई छनौट गर्नुस् भनेर भन्छ। र 5 नम्बरमा चाहिँ छङसो हारेगो भनेको चाहिँ सरसफाई गर्ने विचारले, रेगो उरेगो भन्ने छ यहाँनिर चाहिँ छङसो आधा सरसफाई गर्नु, छङसो हारेगो भनेको चाहिँ सरसफाई गर्ने विचारले भन्छ। अनि छुकचाङ आधा भनेको मापन गर्नु, छुकचाङ हारेगो भनेको चाहिँ मापन गर्ने विचारले भनेर भन्छ, छुकचाङ हारेगो मापन गर्ने विचारले। फोगवान हारेगो भनेको चाहिँ भण्डारण गर्ने विचारले भन्छ, फोगवान आधा भनेको चाहिँ भण्डारण गर्नु, फोगवान हारेगो भनेको भण्डारण गर्ने विचारले। अनि त्यसैगरी सल्सी आधा भनेको चाहिँ जडान गर्नु, सल्सी हारेगो भनेको चाहिँ जडान गर्ने विचारले भनेर भन्छ, जडान गर्ने विचारले। अब यहाँनिर चाहिँ विचारले भन्दा नि विचार हो भन्न पर्यो हैन, विचार छ भन्न पर्यो। किन भन्दा रेगो रेगो आधा भनेको चाहिँ ने विचार हुनु भन्ने हो, कुनै पनि काम गर्ने विचार छ यो भन्ने कुरा चाहिँ बुझ्ने, कुनै पनि काम गर्ने विचार छ है विचारले भन्दा नि। रेगो रेगो भन्दा पछाडि चाहिँ के हो त आधा भन्ने छ भने ने विचार छ भन्ने कुरा बुझ्ने। अब यहाँनिर चाहिँ के होला त खासमा चाहिँ योसँग मिल्ने कुराहरु चाहिँ के हो भन्ने कुरा हेरौं। रेगो रेगो भन्ने कुरा चाहिँ के बुझ्ने त भन्दा कर्ताले आफूले चाहिँ राख्ने इन्टेन्सनहरुलाई बुझ्ने हो। कर्ताले चाहिँ आफूले केही गर्ने उद्देश्यहरुलाई राख्दाखेरि चाहिँ प्रयोग गर्ने कुरा चाहिँ रेगो उरेगो आधा भनेर भन्छ। अब यसमा हेरौं, जस्तै यहाँनिर छिगुम सायङ हानन फम्फुए भन्छ, अहिले प्रयोग गरिरहेको पम्पको सोमी भनेको चाहिँ के हो त आवाज चाहिँ सिमाम्निदा भनेको कडा छ रे, अहिले प्रयोग गरिरहेको पम्पको चाहिँ आवाज चाहिँ के छ त कडा छ भनेर भन्छ। सोमी सिमादा भनेको चाहिँ आवाज कडा हुनु भनेर भन्छ, आवाज चाहिँ कडा छ। ख्रेस त्यसैले सेरोउन फम्फुरुल भन्छ। अनि सेरोउन भनेको त्यसैगरी सिन भनेको अनि त्यसैगरी सेरो भनेको अनि से भनेको यो चाहिँ के हो त भन्दा नयाँ भनेर भन्छ। अनि सेरोउन फम्फुरुल भनेको चाहिँ नयाँ पम्पलाई चाहिँ अब यसले चाहिँ भन्छ कि अहिले प्रयोग गरिरहेको पम्पको आवाज चाहिँ एकदम कडा छ अथवा पम्पको आवाज चाहिँ एकदम कडा छ, त्यसैले नयाँ पम्पलाई चाहिँ अब के गर्ने होला त, नयाँ पम्पलाई सरसफाई गर्ने हो कि, नयाँ पम्पलाई मापन गर्ने हो कि, नयाँ पम्पलाई भण्डारण गर्ने हो कि, अथवा नयाँ पम्पलाई चाहिँ जडान गर्ने विचार छ होला भन्दाखेरि चाहिँ अब नयाँ पम्प भनिसकेपछि त पुरानो चाहिँ के हो त अलिकति बिग्रियो अथवा अलिकति आवाज चाहिँ कडा छ, यसको मतलब चाहिँ नयाँ पम्पलाई चाहिँ के हो त जडान गर्ने विचार छ भन्ने कुरा चाहिँ 4 नम्बरको एन्सर हुन्छ। ल त्यसैगरी अब हामी 6, 7, 8 मा हेरौं। ल पहिला 6 नम्बरमा चाहिँ हेरौं है त। 6 नम्बरमा चाहिँ के भन्छ त भन्दा ओमगिल्सु इसुल्जी भनेर भन्छ। र उल्ची मोरुगेत्ता भनेको चाहिँ के हो त भन्दा अब र उल्ची मोल्दा मोरुदा र आल्दा भनेर भन्छ। पहिला यहाँनिर चाहिँ यो भिएसटी सँग चाहिँ के हो त र उल भनेको चाहिँ फ्युचर हो,
ने, अनि र उल्ची भनेको ने भनेर आल्दा भनेको चाहिँ थाहा हुनु, अनि मोरुदा भनेको चाहिँ के हो त थाहा नहुनु। र उल्ची आल्दा मोरुदा भनेको चाहिँ ने भनेर थाहा हुनु, ने भनेर थाहा नहुनु भनेर भन्छ। अब यसमा चाहिँ ने भनेर भन्ने कुरा चाहिँ फ्युचरमा यस्तो गर्ने भनेर थाहा हुनुलाई चाहिँ र उल्ची आल्दा, अनि थाहा नहुनुलाई चाहिँ के हो त र उल्ची मोरुदा भनेर भन्छ। अनि यहाँनिर चाहिँ ओमगिल्सु इसुल्जी भनेको चाहिँ ओमगिल्सु इत्ता भनेको चाहिँ सार्न सक्नु, अनि ओमगिल्सु इसुल्जी मोरुगेसुम्निदा भनेको चाहिँ सार्न सकिन्छ कि भनेर चाहिँ सार्न सकिएला कि भनेर अथवा सकिएला कि भनेर थाहा छैन रे, अथवा सार्न सकिन्छ कि भनेर थाहा छैन। अनि माछुदा भनेको चाहिँ मिलाउनु अथवा तयार गर्नु भनेर भन्छ। माछुदा भनेको चाहिँ मिलाउनु, अनि माछोल्सु इसुल्जी मोरुगेसुम्निदा भनेको चाहिँ मिलाउन सकिन्छ कि भनेर थाहा छैन। मिलाउन सकिन्छ कि भनेर थाहा छैन भनेर भन्छ। थाहा छैन रे, मोरुगेत्ता भनेपछि थाहा छैन। अनि ओमगेया हेदो भनेको चाहिँ के हो त भन्दा सार्नै परे पनि, ओमगेया आधा सार्नै पर्ने, ओमगेया हेदो मोरुगेसुम्निदा सार्नै पर्ने पनि अथवा सार्नै पर्ने भए पनि थाहा छैन भन्छ। ओमगेया आधा सार्नु पर्ने भए पनि भन्छ, सार्नु पर्ने भए पनि मोरुगेसुम्निदा थाहा छैन। माछोया हेदो भनेको चाहिँ मिलाउनु पर्ने भए पनि थाहा छैन रे, मिलाउनु पर्ने भए पनि थाहा छैन भनेर भन्छ। अब के अर्थ देला त यसमा भन्ने कुरा चाहिँ बुझौँ हामी। यसमा चाहिँ सार्नु भनेको चाहिँ सामान सार्नु र मिलाउनु भन्ने कुराहरू दुईटा छ। यसमा चाहिँ हेरौँ पहिला। अझै छुमुनान वनजेर्यो भनेर भन्छ। वनजेर्यो भनेको चाहिँ कच्चा पदार्थ भन्छ है। वनजाजे वनजेर्यो भनेको चाहिँ कच्चा सामग्री भनेर भन्छ। हिजो अर्डर गरेको कच्चा सामग्री चाहिँ आजी काजी अहिलेसम्म चाहिँ थोछा खाजी आनास भनेको आई नपुगेर, अहिलेसम्म चाहिँ नआइपुगेर अथवा आई नपुगेर चाहिँ ओनुल छागम न्याङ्गुल भनेर भन्छ। आज चाहिँ कामको परिमाणलाई चाहिँ छागम न्याङ भनेको चाहिँ काम गर्ने परिमाण अथवा कामको परिमाणलाई चाहिँ मोरुगेसुम्निदा भन्छ। अब कामको परिमाणलाई चाहिँ मिलाउने हो कि सार्ने हो भन्ने कुरा चाहिँ त्यहाँ पहिला सबैभन्दा पहिला चाहिँ यहाँनिर बुझौँ कि कामको परिमाणलाई चाहिँ मिलाउने हुन्छ, कामको परिमाणलाई सार्न चाहिँ मिलेन। सबैभन्दा पहिला त अब ग्रामेटिकल कुरा भन्दा पनि पहिला कुरा त हामीले अप्सनहरू काट्ने कुराहरू चाहिँ जान्नुपर्छ। काट्ने कुरा जान्दाखेरि चाहिँ फिनखान भन्दा अगाडिको कुराले चाहिँ एउटा कुरा मात्रै एक्सेप्ट गर्छ। त्यो चारवटा कुरा मध्ये दुईटा कुरा उसले एक्सेप्ट गर्ने हो र एउटा एक्सेप्ट नगर्ने भनेको ओमगिदा भन्ने कुरा उसले एक्सेप्ट गर्न मिल्दैन है। ओमगिदा भन्ने कुरा एक्सेप्ट नगरेपछि 1 र 3 नम्बर अप्सन गर्छ। अनि हिजो चाहिँ अर्डर गरेको कच्चा सामग्री चाहिँ अहिलेसम्म पनि आइपुगेन। अब त्यो कार्य गर्नका लागि कार्यको परिमाणलाई चाहिँ मिलाउन सकिन्छ कि भनेर थाहा छैन कि मिलाउनै पर्ने भए पनि थाहा छैन त। अया आया भन्ने कुरा चाहिँ यो अया आया हादा थोइदा भन्ने कुराबाट चाहिँ आएको कुरा चाहिँ अया आया योया हेया हेदो भनेको छ। त्यहाँनिर मिलाउनु पर्ने भए पनि थाहा छैन भन्छ। त मिलाउन सकिन्छ कि भनेर थाहा छैन, किन भन्दा यतापट्टि सामान चाहिँ अहिलेसम्म आइपुगेको छैन। फ्युचरमा यसो हुन्छ कि भनेर थाहा नहुने कुरा हो यो। त्यही भएर चाहिँ माछुल्सु इसुल्जी मोरुगेसुम्निदा भन्ने कुरा चाहिँ 2 नम्बरको एन्सर हुन्छ। मिलाउन सकिएला कि अथवा मिलाउन सकिन्छ कि भनेर चाहिँ थाहा छैन भन्छ। माछदो माछया हेदो भनेर भन्न मिलेन। त्यसैगरी 7 नम्बरमा हेरौँ। 7 नम्बरमा चाहिँ नोरा सुम्निदा भनेको चाहिँ घुमे भनेर भन्छ। नोल्दा भनेको घुम्नु, नोरा सुम्निदा घुमे, छोसुम्निदा भनेर भन्छ। अब यहाँनिर चाहिँ छुदा भनेको चाहिँ नाच्नुबाट चाहिँ छोसुम्निदा भनेको चाहिँ के हो त नाचे भनेर भन्छ। अब छुमुल छुदा भनेको चाहिँ नाच्नु भनेर भन्छ हैन। यहाँनिर चाहिँ ध्यान दिनु, छुम छुदा भनेको चाहिँ छुमुल छुदा भनेको चाहिँ नाच्नु भनेर भन्छ। ओरिजिनल छुदा भनेको चाहिँ के हो त नाच्नु भनेर भन्छ। अनि छुमुल छुदा भनेको चाहिँ नाच्नु। अनि इल्गसुम्निदा भनेको चाहिँ के हो त इक्ता भनेको पढ्नु, इल्गसुम्निदा भनेको पढे भन्छ। अनि मगसुम्निदा भनेको के हो त मक्ताबाट मगसुम्निदा भनेको खाए भनेर भन्छ। ल यी चारवटा कुराहरू चाहिँ हेरौँ अब हामी। सबैभन्दा पहिला यहाँनिर माथि हेरौँ। इबन छुमारे खाजोक तुल्क्वा साने थान्ने वा सुम्निदा भन्छ। यो सप्तान्तमा चाहिँ परिवार सँगसँगै पहाडमा गई आए। नाल्सिगा मालगास भनेको मौसम सफा भएर नाल्सिगा मालगास थुङसान आगे आजु छुवा सुम्निदा भनेर भन्छ।
मौसम राम्रो भएर चाहिँ के हो त अथवा मौसम सफा भएर चाहिँ ट्रेकिङ गर्न चाहिँ ज्यादै राम्रो भएको थियो भनेर भन्छ। यो सप्ताहन्तमा चाहिँ परिवार सँगसँगै पहाडमा गई आए है। थान्ने ओदा भनेको चाहिँ गई आउनु, पुगेर आउनु भन्ने कुरा। थान्ने वा सुम्निदा गई आए। नाल्सिगा मालगा छ थुङसान आगे आजु छुवा सुम्निदा। अब मौसम चाहिँ सफा भएर ट्रेकिङ गर्न चाहिँ ज्यादै राम्रो थियो। छङसाङे थोछा खेसनन् भन्छ। यी छङसाङ भनेको चाहिँ के हो त चुचुरो भनेर भन्छ है। अब यो छङसाङ भनेको चाहिँ चुचुरो, छङसाङे थोछा खेसनन् भनेको चाहिँ चुचुरोमा पुगेर चाहिँ भनेर भन्छ। छङसाङे भनेको चाहिँ चुचुरोमा, थोछा खेसनन् खेङछिदो पुगेर चाहिँ के हो त खेङछिदो खुगेङ आगो। खेङछी भनेको दृश्य। अब यो खेङछी छन्माङ भनेको चाहिँ दृश्यहरू भनेर भन्छ। खेङछिदो खुगेङ आगो भनेको चाहिँ दृश्य पनि अवलोकन गरेर मासिन्नन थोसिराक्तो भनेर भन्छ। मासिन्नन थोसिराक, थोसिराक भनेको चाहिँ खाजा भनेर भन्छ है। अनि यो थोसिराक भनेको चाहिँ खाजा, टिफिन बक्स भनेर भन्छ। अब खाजालाई चाहिँ के हो त खाजा पनि भनेर भन्छ। टिफिन बक्सको खाजा पनि, खाजा चाहिँ के गर्यो त अब खाजा पनि घुम्यो भन्न त मिल्दैन, खाजा पनि नाच्यो भन्न मिलेन, खाजा पनि पढ्यो भन्न नि मिलेन, खाजा पनि खाएँ भन्ने कुरा चाहिँ हुनु पर्यो। अब यहाँनिर चाहिँ के हो त ख्यङछिदो खुग्याङ आएको मासिन्नन थोसिराक्तो मगज सुन्निदा भन्ने कुरा 4 नम्बरको एन्सर। त्यसैगरी 8 नम्बरमा हेरौँ। नौल्केयो भनेको चाहिँ नोथा भनेको चाहिँ राख्नु, अनि नौल्केयो भनेको चाहिँ के हो त राख्ने छु भनेर भन्छ। यो कुनै खुल्ला ठाउँमा राख्ने कुराहरू छ हैन, खुल्ला ठाउँमा राख्नु भन्ने कुरालाई चाहिँ यो नोथा भनेर भन्छ, खुल्ला ठाउँमा राख्नु। अनि त्यसैगरी यहाँनिर हेर्ने हो भने चाहिँ छुसारुल नोथा भन्यो भने चाहिँ सुई राख्नु पनि हुन्छ नि फेरि। अब त्यो सुई राख्ने कुराहरूमा चाहिँ नौल्केयो भनेको चाहिँ राख्ने छु भन्छ। लकेयो उल्केयो भन्ने कुरा चाहिँ फर्स्ट पर्सनसँग मात्रै लाग्छ, आफ्ना इच्छा चाहनाहरू चाहिँ दिने बेलामा अथवा श्रोतालाई प्रत्यक्ष सुनाएर चाहिँ केही कुराहरू बोल्ने बेलामा प्रयोग गरिन्छ भन्छ। अनि माजुल्केयो भनेको मात्ता भनेको चाहिँ मिल्नु, अनि मात्ताबाट चाहिँ माजुल्केयो भनेको चाहिँ मिल्ने छु अथवा सही हुने छु भन्छ। मिल्नु सही हुनु भन्ने कुरा हो नि त। अनि त्यो सही हुने छु त भन्न मिल्दैन, अब मिल्ने छु भन्न नि मिलेन खासमा चाहिँ। तर यहाँनिर चाहिँ के हो त भन्दा छुसारुल मात्ता भनेको चाहिँ सुई लगाउनु भन्नेबाट चाहिँ के हो त सुई लगाउने छु भन्न चाहिँ मिल्यो के। अब यहाँनिर छुसारुल मात्ताबाट चाहिँ छुसा भनेको चाहिँ सुई हो, अनि त्यो छुसारुल मात्ता भन्ने कुराबाट आएको चाहिँ छुसारुल मात्ता भनेको चाहिँ सुई लगाउनु भनेर भन्छ के हो। त्यही भएर यहाँनिर चाहिँ लगाउने छु भन्ने कुराबाट माजुल्केयो भनेको चाहिँ लगाउने छु भन्ने त्यसरी भएको हो। अनि अर्को कुरा चाहिँ माझा छुसे सुन्निदा भनेर भन्छ। माझा छुसे सुन्निदा भनेको चाहिँ के हो त लगाइदिए भनेर भन्छ। अब यहाँनिर चाहिँ माझा मात्ता भनेको चाहिँ छुसारुल मात्ता भनेको चाहिँ सुई लगाउनु, माझा छुसे सुन्निदा भनेको चाहिँ लगाइदिसिनु भयो भनेर भन्छ के है, लगाइदिसिनु भयो भनेर भन्छ, लगाइदिसिनु भयो रे। अनि यहाँनिर चाहिँ यो नोआ नभएर चाहिँ यति बेला चाहिँ के हो त यहाँनिर न छुसे सुन्निदा है, यो टाइपिङमा अलिकति मिस्टेक भएको, न छुसे सुन्निदा भनेर भन्छ। छुसारुल न छुसे सुन्निदा भनेको चाहिँ अब यो पनि नथा भनेको पनि राखिदिनु भन्छ, अनि राखिदिनु भयो भनेर भन्छ। राखिदिनु भयो भन्न त मिलेन फेरि यहाँनिर है। यो चाहिँ के हो त छुसारुल नथा हुँदैन, छुसारुल नोथा हुन्छ, जहिले पनि ख्याल गर्नु। अब यहाँनिर अलिकति टाइपिङ मिस्टेक हाम्रो चाहिँ क्वेसनमा चाहिँ न छुसे सुन्निदा छ, त्यही भएर चाहिँ यहाँनिर नोआ छुसे सुन्निदा। अब बाई चान्स तपाईँले कहिलेकाहीँ के हुन्छ त भन्दा जस्तै नोआ छुसे सुन्निदा र माझा छुसे सुन्निदा दुइटै छ हैन। अब तपाईँले चाहिँ यहाँनिर कस्तो केस आउँछ भने जस्तै यहाँनिर चाहिँ माझा छुसे सुन्निदा पनि हुन्छ, नोआ छुसे सुन्निदा पनि हुन्छ, दुइटै हुन्छ। तर अप्सनमा आयो भने कसरी छुट्याउने भन्ने कुराहरू पनि हेरौँ। माझा छुसे सुन्निदा भनेको चाहिँ अब मात्ता भन्ने कुरा र नोथा भन्ने कुरा दुईटा बीचको फरकलाई हेरौँ हामी। मात्ता भन्ने कुरा चाहिँ बिरामीको दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ मात्ता भनेको प्राप्त गर्ने कुराहरू हुन्छ। तर डाक्टरले लगाउने बेलामा चाहिँ के भन्छ त भन्दा नोआ छुसे सुन्निदा, नोथा भन्ने कुरा चाहिँ छुसारुल नोथा र छुसारुल मात्ता दुइटै चाहिँ के हो त भन्दा सुई लगाउनु तथा सुई राख्नु भन्ने कुरा हुन्छ। अनि सुई प्राप्त गर्ने भन्ने कुरा चाहिँ के हो त माझा छुसे सुन्निदा, मलाई चाहिँ भन्ने कुरा छ भने डाक्टरले मलाई सुई लगाइदिनु भयो हुन्छ। तर यहाँनिर नोआ छुसे सुन्निदा र माझा छुसे सुन्निदा दुइटै बीचको कम्पेरिजन आयो भने चाहिँ नोआ छुसे सुन्निदा। अब यहाँनिर हाम्रो प्रश्नमा चाहिँ के छ त भन्दा कम्पेरिजनको लागि राखिदिने हो भने चाहिँ नोआ छुसे सुन्निदा हुन्छ।
तर यहाँनिर चाहिँ न छुसे सुम्निदा छ भने अब यो छुसारुल नथा त हुँदैन। अब मात्ता पनि के हो त माजुल के हो। अब यसमा चाहिँ के हुन्छ भन्ने कुरा चाहिँ हेरौँ। नुवा छुसे सुम्निदा कि माजा छुसे सुम्निदा भन्ने कुरा हेरौँ। अझै छम्सिमे आल्यो रुगी छिल्योरुल हागी उएछ भनेर भन्छ। हिजो चाहिँ दिउँसोको खाना खाने समयमा चाहिँ एलर्जीको उपचार गर्नका लागि भनेर भन्छ। म हिजो चाहिँ के हो त दिउँसोको खाना खाने समयमा एलर्जीको उपचार गर्नका लागि फेङ्गोने खासुम्निदा हस्पिटल गएको थिएँ। विसा सनसेङ निमी भनेको चाहिँ के हो त अब यहाँनिर डाक्टर ज्यूले चाहिँ छएके छुसारुल मलाई चाहिँ के हो त सुई अब न छुसे सुम्निदा भएन। डाक्टरले लगाइदिनु हुनेछ भन्न त मिल्दैन नि त। यो थर्ड पर्सनमा लगाउन मिलेन। नोथाबाट नौल के हो भन्न चाहिँ मिलेन। माजुल के हो भन्न नि मिलेन। अनि न छुसे सुम्निदा र माजा छुसे सुम्निदामा चाहिँ के हो त माजा छुसे सुम्निदा हुन्छ। तर तपाईलाई ध्यान दिनु नोआ छुसे सुम्निदा र माजा छुसे सुम्निदा दुईटै भर्सेसमा आयो भने चाहिँ तपाईले एन्सर नोआ छुसे सुम्निदा लगाउनु पर्छ। कि नोथा भन्ने कुरा चाहिँ डाक्टरबाटको र मात्ता भन्ने कुरा चाहिँ बिरामीबाटको। मैले सुई लगाएँ भने चाहिँ बिरामीले चाहिँ मैले सुई लगाएँ भन्यो भने चाहिँ मात्ता हुन्छ। तर डाक्टरले लगाइदिनु भयो भन्ने कुरामा चाहिँ नोथा हुन्छ। ध्यान दिनु। त्यही भएर चाहिँ यहाँनिर नथा भन्ने कुरा चाहिँ आयो। नथा र मात्ता भन्यो भने चाहिँ फेरि माजा छुसे सुम्निदा भन्ने कुरा 3 नम्बरको एन्सर हुन जान्छ। ल त्यसैगरी हामी 9 नम्बरमा चाहिँ हेरौँ। 9 देखि 12 मा चाहिँ थाउम छिल्मुने थापा सिप्सियो तलको प्रश्नको जवाब दिनुस् भनेर भन्छ। यसमा चाहिँ हेरौँ। जस्तै 9 नम्बरमा चाहिँ के छ त थाउमचुङ मिछुल छिन फुबुनी मान्नन मुन्जाङ्गुल खोरु सिप्सियो तलको मध्ये अन्डरलाइन गरिएको भाग चाहिँ मिल्ने वाक्य छान्नुस् भन्छ। सन्छे नेबुए ओन्दोरुल छरी हेस्सयो। सन्छे भनेको चाहिँ जहाजको भाग भनेर भन्छ है। जहाजको अनि नेबु भनेको चाहिँ भित्री भाग भनेर भन्छ। जहाजको भित्री भागको ओन्दोरुल तापक्रमलाई चाहिँ छरी हेस्सयो भनेको चाहिँ व्यवस्थापन गर्ने भनेर भन्छ। अब मिलाए व्यवस्थापन गर्ने भन्न मिलेन। तापक्रमलाई मिलाउने कुरो भएन। व्यवस्थापन गर्न भएन हैन। ओनुल सायङाल थोर्योरुल छोरी फेस्सयो। थोर्यो भनेको चाहिँ अब यो थोर्यो भनेको खास पेन्टिङ ब्रस भनेर भन्छ हैन। के पेन्टिङ खालको पाइप। पेन्टिङ पाइपलाई चाहिँ थोर्यो भनेर भन्छ। पेन्टिङ पाइपलाई चाहिँ यङ्गेर हादा जोड्ने हो है। यङ्गल हादा भनेर भन्छ हैन। अनि यङ्गेर हादा भनेको चाहिँ जोड्नु भनेर भन्छ। यो जोड्ने हो। छोरी फादा जडान गर्न चाहिँ भएन यो पनि। त्यसैगरी फ्योमेने मुल्किरुल छुवस्सयो। छुप्ता भनेको चाहिँ टिप्नु। अनि यो छुप्ताबाट चाहिँ टिप्नुबाट चाहिँ छुवस्सयो भनेको टिपे भन्न चाहिँ मिलेन। फेरि यहाँनिर सतहको ओसिलोलाई चाहिँ टिपे भन्न चाहिँ मिल्दैन। बरु थाकायो पुछे भन्न चाहिँ मिल्छ हैन। अनि सन्छे फ्योमेने नोगुल नोक भनेको चाहिँ खिया भनेर भन्छ। नोगुल छेग हेस्सयो भनेको चाहिँ खियालाई हटाए भन्छ। हो यो चाहिँ ठिक छ। बरु सन्छे फ्योमेने नोगुल छेग हेस्सयो भनेको चाहिँ जहाजको सतहको खियालाई चाहिँ हटाए भन्छ। 4 नम्बरको एन्सर। 10 नम्बरमा इ फ्योजिनन मुसुम तुसिम्निका यो सांकेतिक चिन्हको अर्थ के हो भन्छ। यो मान्छेलाई चाहिँ भित्र जान निषेध गरेको कुराहरू चाहिँ थुर खाल्सु अम्नन फ्यौजी हो भनेर भन्छ। निरे खाजी मासयो भनेको चाहिँ झरी नजानुस् भनेर भन्छ। भएन। छुछा हाजी मासयो पार्किङ नगर्नुस् भन्छ। त्यो पनि होइन। उन्जी गिजी मासयो भनेको चाहिँ हलचल नगर्नुस् पनि होइन। थुर खाजी मासयो भनेको चाहिँ भित्र प्रवेश नगर्नुहोस् भन्ने कुरा चाहिँ के हो त 4 नम्बरको एन्सर थुर खाजी मासयो भन्ने एन्सर हुन जान्छ। ल त्यसैगरी अब यहाँनिर 11 नम्बरमा चाहिँ थाउम खुरिमगुवा ख्वाङ्गे इन्नन भनेको चाहिँ तलको खुरिमगुवा ख्वाङ्गे इन्नन चित्रसँग चाहिँ ख्वाङ्गे इन्नन नेङ्गुन मुहसिम्निका भनेको सम्बन्धित विषयवस्तु चाहिँ के हो भन्छ। यो चाहिँ हाम्रो थेफे भन्छ है। यो थेफे भनेको चाहिँ के हो त रन्दा भनेर भन्छ हैन। यो रन्दा अब रन्जा पनि भन्छ यसलाई चाहिँ हैन। रन्जा अथवा रन्दा भनेर भन्छ। अब यो रन्दाको काम चाहिँ के हो हेरौँ। अब यो खुल भनेको चाहिँ कुल भनेको फलासी भनेर भन्छ हैन। कुल भनेको चाहिँ के हो त फलासी। यो फलासीको काम चाहिँ के हो त भन्दाखेरि काठहरुमा चाहिँ अथवा हाम्रो विभिन्न हतियारहरुमा चाहिँ यो खोपिल्टो पार्ने बेलामा चाहिँ प्रयोग गरिन्छ नि। हाम्रो काठहरुमा चाहिँ खोपिल्टो पार्दाखेरि चाहिँ होमुल फाल्तेनन साइङ हान्दा भनेर भन्छ हैन। अब यो थेफे रन्दाको काम चाहिँ के हो त यो हेरौँ पहिला। थेफे भनेको रन्दा भनेर भन्छ। रन्दामा चाहिँ नामो फुल्लगुल थ याल्को भनेको चाहिँ अझ पातलो भनेर भन्छ। याल्को भनेको चाहिँ पातलो र
मेकुन हागे मान्दुम्निदा भनेको चाहिँ चिल्लो गरी गर्छ बनाउँछ अथवा चिल्लो गरी बनाउँछ भन्छ। चिल्लो बनाउँछ रे है, चिल्लो गरी बनाउँछ भनेर भन्छ। अब यहाँनिर बुझ्नु पर्यो कि नामु फुल्लगु भनेको चाहिँ के हो त भन्दा रुखको सतहलाई अथवा रुखको एउटा सतह हुन्छ हैन। फुल्लग भनेको चाहिँ प्लग नै भन्छ हैन, त्यसलाई चाहिँ रुखको एउटा प्लगहरूलाई चाहिँ काठको प्लगहरूलाई चाहिँ के हो त प्लग भन्छ नि त। त्यो प्लगहरूलाई चाहिँ थ यालको भनेको चाहिँ अझ पातलो र मेकुन आगे मान्दुम्निदा यो चिल्लो गरी बनाउँछ भनेर भन्छ। एन्सर पनि 1 नम्बरको हुन्छ। र 2 नम्बरमा चाहिँ नामुए खुमङ्गुल तुरनन्दा भनेर भन्छ। तुन्नन्दा, तुन्नन्दा भनेको चाहिँ के हो त भन्दा प्वाल पार्छ भन्छ। तुल्थाबाट तुन्नन्दा भनेर भन्छ। यसलाई चाहिँ खुमङ्गुल तुन्नन्दा भनेको चाहिँ प्वाल पार्छ भन्ने कुरा होइन, यसले प्वाल पार्ने कुरा चाहिँ होइन। अब यो कुल चाहिँ हुँदै होइन। एन्सर 1 नम्बरको। ल यसमा हेरौँ 12 नम्बरमा चाहिँ के भन्छ त भन्दा 12 नम्बरमा चाहिँ यहाँनिर एउटा जानकारीको बोर्ड दिएको छ। हाङ्गुक योहेङजिए थेस भनेर भन्छ। कोरियाको चाहिँ के हो त भ्रमण स्थलको बारेमा भन्छ। योहेङजी भनेको चाहिँ भ्रमण स्थल अनि योहेङजिए थेस भनेको भ्रमण स्थलको बारेमा। आल्गो सिफुल्तेनन भनेको चाहिँ जान्न मन भएको बेलामा मेटपने छनवा हामेन थेम्निका कति नम्बरमा फोन गर्यो भने हुन्छ। हामीलाई भ्रमण स्थलको बारेमा चाहिँ थाहा पाउनका लागि कति नम्बरमा फोन गर्नुपर्छ भन्दा यहाँनिर भन्छ कि युयोङहान छनवा बनो भनेर भन्छ। युयोङहान भनेको चाहिँ अति उपयोगी, युयोङहान भनेको अति उपयोगी, छनवा बनो भनेको चाहिँ फोन नम्बर भनेर भन्छ। यो अति उपयोगी फोन नम्बरहरू चाहिँ दिएको छ यहाँनिर। यसैको बारेमा चाहिँ हेरौँ। सबैभन्दा पहिला यहाँनिर ख्योथोङ छङ्बो भनेर भन्छ। ख्योथोङ भनेको चाहिँ यातायात अनि यातायातको जानकारी भनेर भन्छ। यातायात जानकारी गर्न पर्यो भने चाहिँ हामीलाई कतिमा चाहिँ भन्दा इल साम 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 1333 मा रहेछ भने उछेगुक मिनोन आन्ने भनेर भन्छ। हुलाकको गुनासो जानकारी भनेर भन्छ। हुलाकको गुनासो जानकारी भन्छ। अब हुलाकमा चाहिँ केही कुराहरू चाहिँ गुनासो जस्तै गुनासो पेटिकाहरू हुन्छ नि हैन, त्यो गुनासोमा चाहिँ के हो त गुनासो तथा रिपोर्टहरूको जानकारी भनेर भन्छ। रिपोर्ट जानकारी तथा गुनासो जानकारी चाहिँ इल साम खोङखोङ भनेर भन्छ। त्यसैगरी वेगुक इल्योक साङदाम सेन्थ भनेको चाहिँ विदेशी जनशक्ति परामर्श केन्द्र। वेगुक इल्योक भनेको चाहिँ विदेशी जनशक्ति, साङदाम सेन्थ भनेको चाहिँ परामर्श केन्द्र भनेर भन्छ। अब विदेशी जनशक्ति परामर्श केन्द्रको चाहिँ फोन नम्बर यहाँनिर इल ओ छिलछिल खोङखोङ छिरिल भनेर भन्छ। अब यहाँनिर चाहिँ 15770071 यो चाहिँ के हो त विदेशी जनशक्ति परामर्श केन्द्र। त्यसैगरी छुरिपको खाली सामुसो भनेको चाहिँ अध्यागमन विभाग भनेर भन्छ। अध्यागमन विभागको नम्बर चाहिँ कति छ त यहाँनिर इल्साम साओ भनेर भन्छ। त्यसैगरी वेगुगिन ख्वाङवाङ आन्ने भनेको चाहिँ विदेशी चाहिँ के हो त पर्यटनको बारेमा है, पर्यटनको जानकारी भनेर भन्छ। विदेशी पर्यटन जानकारी भन्ने कुरा छ। अब विदेशी पर्यटन जानकारी चाहिँ के छ त इल साम साम खोङ भनेर भन्छ। त्यसैगरी खोयोङ नोदोङबो खोगेक साङदाम सेन्थ भनेर भन्छ। खोयोङ भनेको चाहिँ के हो त रोजगारी है। खोयोङ नोदोङबु भनेको चाहिँ रोजगार तथा श्रम मन्त्रालय भनेर भन्छ। रोजगार तथा श्रम मन्त्रालय भनेर भन्छ। श्रम मन्त्रालयको खोगेक भनेको चाहिँ कस्टमर, साङदाम भनेको परामर्श, सेन्थ भनेको केन्द्र। अनि रोजगार तथा श्रम मन्त्रालयको कस्टमर परामर्श केन्द्रलाई चाहिँ जान्न चाह्यो भने चाहिँ यहाँनिर इल साम ओ खोङ भनेर भन्छ। र यसमा चाहिँ हामीले यही कुरा हो वेगुकिन ख्वाङवाङ आन्नेको लागि चाहिँ कति छ त इल सामसाम खोङ भनेर भन्छ। अब यहाँनिर चाहिँ इल सामसाङ खोङ भनेर भन्छ। यहाँनिर चाहिँ 4 नम्बरको एन्सर हुन जान्छ। कि हामीले चाहिँ भ्रमण स्थलको बारेमा भन्न चाह्यो भने चाहिँ भ्रमण स्थल भन्यो भने त ख्वाङवाङ पट्टि पर्छ, त्यही भएर चाहिँ 4 नम्बरको एन्सर। ल त्यसैगरी अब 13 र 14 नम्बरमा चाहिँ हेरौँ। 13-14 नम्बरमा चाहिँ फिनखाने थुरगाल खाजाङ आल्माजुन घसुल खरुसिप्स्यो खाली ठाउँमा भित्र जाने अति मिलेको कुरालाई छनौट गर्नुहोस् भनेर भन्छ। 13 नम्बरमा हेरौँ। मोजा राधा भनेको अपुग हुनु, मोजा राजी आन्थ्रोक भनेको अपुग नहुने गरी भनेर भन्छ। अपुग नहुने गरी भनेर भन्छ। मोजा राधा अपुग हुनु अनि मोजा राधाबाट चाहिँ के हो त
मोजाराजी आन्थ्रोक भनेको चाहिँ अपुग नहुने गरी भनेर भन्छ। त्यसैगरी फुजो खादा भनेको अभाव हुनु, फुजो खादाबाट चाहिँ के हो त फुजो खादरोग भनेको अभाव हुने गरी फेरि अभाव हुने गरी भनेर भन्छ। मान्जो खाजी आन्थ्रोक भनेको चाहिँ सन्तुष्टि नहुने गरी, मान्जो खादा भनेको चाहिँ सन्तुष्टि हुनु, मान्जो खाजी आन्थ्रोक सन्तुष्टि नहुने गरी भनेर भन्छ। सन्तुष्टि नहुने गरी। अनि त्यसैगरी मान्जो खादरोग भनेको चाहिँ सन्तुष्टि हुने गरी भनेर भन्छ। मान्जो खादा सन्तुष्टि हुनु, मान्जो खादरोग भनेको सन्तुष्टि हुने गरी। अनि दोरो खादा भनेको चाहिँ नेगरी गर्नु भनेर भन्छ। अब यसमा चाहिँ हेरौँ यहाँनिर गाले चाहिँ के भन्छ त भन्दा उम्सिगुल अल्माना छुन्बे हल्कायो भनेर भन्छ। खाना चाहिँ के हो त कति जति तयार गर्नुपर्छ अथवा कति जति तयार गरौँ भनेर भनेको चाहिँ यसले छुन्बे हल्कायो भनेको चाहिँ कति जति तयार गर्नुपर्छ भनेर सोधेको छ। अनि नाले भन्छ कि उम्सिगी खाना चाहिँ डडड डडड छुङबुनी भनेको पर्याप्त रूपमा भन्छ। छुङबुन आधा भनेको के हो त छुङबुन भनेको चाहिँ ध्यान दिनु, छुङबुन आधा भनेको चाहिँ पर्याप्त हुनु भनेर भन्छ। छुङबुन आधा। त्यसैगरी नक्न खादा भनेको यो सबै चाहिँ के हो त नक्न खादा छुङबुन आधा भनेको चाहिँ पर्याप्त हुनु भनेर भन्छ। अनि यो चाहिँ के हो त छुङमुनि भनेको चाहिँ पर्याप्त हुने गरी भनेको छ। पर्याप्त हुने गरी। छुन्बे हादरो काप्सिदा भनेको तयारी गर्ने गरी गरौँ भनेर भन्छ। अब यहाँनिर चाहिँ खाना चाहिँ पर्याप्त हुने गरी भनेर भन्छ। पर्याप्त तयारी गर्ने गरी गरौँ भनेपछि चाहिँ अपुग नहुने गरी हो कि अथवा सन्तुष्टि नहुने गरी हो त भन्दा पर्याप्त हुनु र अपुग हुनु दुईटा चाहिँ फान्दै माल्छ। त्यही भएर यहाँनिर चाहिँ यो मान्जो खादा भन्ने चाहिँ भएन। मान्जो खादरोग र मान्जो खाजी आन्थ्रोक दुइटै भएन। किन भन्दा सन्तुष्टि हुने गरी पर्याप्त रूपमा भन्न मिल्दैन र सन्तुष्टि नहुने गरी पर्याप्त रूपमा भन्न पनि मिल्दैन। अनि अभाव हुने गरी हो कि अभाव नहुने गरी त भन्दाखेरि चाहिँ मोजाराजी आन्थ्रोक भनेर भन्छ। खाना चाहिँ अपुग नहुने गरी छुङबुनी छुन्बे हादरो काप्सिदा भनेको चाहिँ पर्याप्त रूपमा चाहिँ के हो त गर्ने गरी गरौँ भनेर भन्छ। 1 नम्बरको एन्सर मोजाराजी आन्थ्रोक भनेर भन्छ, अपुग नहुने गरी भन्ने कुरा। त्यसैगरी 14 नम्बरमा हेरौँ। 14 नम्बरमा चाहिँ यहाँनिर सबैभन्दा पहिला सुक्तो भनेको चाहिँ के हो त आर्द्रता। सुक्तो भनेको आर्द्रता, यसलाई चाहिँ चिस्यान भन्न नि मिल्छ। चिस्यानहरू हावामा हुने पानीको मात्रालाई चाहिँ के हो त सुक्तो भनेर भन्छ। यङहा भनेको चाहिँ 0 डिग्री भन्दा कमलाई चाहिँ यङहा भनेर भन्छ। 0 डिग्री भन्दा कम यङहा। अनि छोएगो खियोन भनेको चाहिँ छोइगो भनेको चाहिँ ध्यान दिनु अधिकतम हो। छोइगो खियोन भनेको चाहिँ के हो त तापक्रम भनेर भन्छ। खियोन भनेको तापक्रम, खिउन भनेको चाहिँ शक्ति। छोएगो खियोन भनेको चाहिँ के हो त छोएगो खियोन भनेको चाहिँ अधिकतम तापक्रम। अनि छोइज भनेको चाहिँ न्यूनतम हो। अनि छोइज भनेको चाहिँ न्यूनतम भनेको चाहिँ अलिक कमको के हो त तापक्रम। न्यूनतम तापक्रम र अधिकतम तापक्रम भनेर भन्छ। ध्यान दिउँ कम तापक्रम र बढी तापक्रम भन्ने कुरा। अनि गाले भन्छ खाजाङ खियोनी नोफुल्ते भनेर भन्छ। अब नोक्ता भनेको चाहिँ उच्च हुनु, उच्च भएको बेलामा अथवा बढेको बेलामा भन्छ है। उच्च भएको बेलामा चाहिँ मेत्तो काजी ओल्लागायो भन्छ। यो दो भनेको चाहिँ डिग्री पनि भन्छ है त। दो भनेको चाहिँ जस्तै डिग्रीहरू गणना गर्दाखेरि चाहिँ प्रयोग गरिन्छ। अनि खाजाङ खियोनी भनेको सबैभन्दा तापक्रम चाहिँ नोफुल्ते भनेको उच्च हुने बेलामा चाहिँ मेत्तो काजी ओल्लागायो भनेको कति डिग्रीसम्म चढी जान्छ अथवा कति डिग्रीसम्म बढ्छ भन्दाखेरि चाहिँ नाले के भन्छ त उरी खोयाङ्गे भनेको हाम्रो गाउँको डडड डडड उन्नन तापक्रम चाहिँ अब यहाँनिर के भन्छ त भन्दा सामसिप ओदो छङ्दो भनेको चाहिँ 35 डिग्री जति हो भनेर भन्छ। उच्च भनेको छ माथि नै, उच्च भएको बेलामा चाहिँ भन्यो भने चाहिँ अब हामीलाई उच्च हुनु भनेको चाहिँ के हो त भन्दा आर्द्रता त होइन। हाम्रो गाउँको आर्द्रता चाहिँ 35 डिग्री जति छ भन्न मिलेन। अनि हाम्रो गाउँको 0 भन्दा तल चाहिँ 35 डिग्री जति हो भन्न नि मिलेन। अनि यो न्यूनतम तापक्रम पनि होइन, यो चाहिँ के हो त अधिकतम तापक्रम सोधेको हो। नोफुल्ते भन्यो भने चाहिँ तर यहाँनिर ध्यान दिनु यदि नाजुल्ते भन्यो भने चाहिँ कम हुने बेलामा भन्यो भने चाहिँ यहाँ यसको एन्सर चाहिँ छोइज खियोन हुन्छ है। नाजुल्ते भन्यो भने तर नोफुल्ते भनेको कारणले गर्दा एन्सर चाहिँ 3 नम्बर हुन्छ। छोइगो खियोन भन्ने कुरा चाहिँ अधिकतम तापक्रम चाहिँ कति हो त सामसिप ओदो छङ्दो भनेको चाहिँ 35 डिग्री जति हो भनेर भन्छ। ल त्यसैगरी अब हामी यहाँनिर 15 र 16 नम्बरमा चाहिँ खुलहरू हेर्नेछौँ।
15 र 16 नम्बरमा चाहिँ थाउम खुरुल इको तलको हरफलाई पढेर मोहसे थ्यान खुरिन्जी खोरु सिप्सियो के को बारेमा हरफ हो भनेर छान्नुहोस् भनेर भन्छ। सबैभन्दा पहिला यहाँनिर हेरौँ हेवे सोङ्गुम सबिसु भनेको चाहिँ विदेशी रेमिटेन्स सर्भिस भनेर भन्छ। हेवे भनेको चाहिँ विदेशी, अनि यहाँनिर चाहिँ सोङ्गुम आधा भनेको चाहिँ के हो त रेमिटेन्स, अनि विदेशी रेमिटेन्स सर्भिसु भनेको चाहिँ के हो त सेवा भनेर भन्छ। अनि थेक्पे खागेक आन्ने भनेर भन्छ। थेक्पे भनेको चाहिँ कुरियर, अनि कुरियरको चाहिँ के हो त खागेक भनेको चाहिँ मूल्य, खागेक खाची भनेको मूल्य हो, अनि मूल्यको चाहिँ के हो त जानकारी भनेर भन्छ। अनि यहाँनिर चाहिँ थेक्पे खागेक आन्ने भनेको चाहिँ कुरियरको मूल्य जानकारी। उछेगुक मुने नेयुङ भनेर भन्छ। उछेगुक भनेको चाहिँ हुलाकको, अनि हुलाक ढोका भनेर भन्छ के। मुने भनेको चाहिँ के हो त ढोकाको चाहिँ, नेयुङ भनेको चाहिँ विषय भनेर भन्छ। त्यसै गरी यहाँनिर फाल्सोङ भनेको चाहिँ डेलिभरी गर्ने अथवा पठाउने भन्छ। फाल्सोङ आधा भनेको चाहिँ पठाउनु, फेसोङ आधा डेलिभरी गर्नु हैन। फाल्सोङ खुम्जी भनेको चाहिँ पठाउन निषेध भनेर भन्छ। पठाउन खुम्जी भनेको चाहिँ निषेध गरिएका, मुल्फुम भनेको चाहिँ सामग्री भनेर भन्छ। भनेका पठाउन निषेध सामग्रीहरू भनेर भन्छ। अब यसमा चाहिँ के को बारेमा चाहिँ कुराकानी हो त, यो चारवटा अप्सनहरूलाई पढिसकेपछि हामीले माथिको कुराहरू चाहिँ यो चारवटा अप्सन मध्ये के को बारेमा कुराकानी गरेको भन्ने विषयमा चाहिँ हामी हेर्नेछौँ। सबैभन्दा पहिला यहाँनिर पढौँ यो उछेगुगेस भनेको हुलाकबाट चाहिँ वेगुगुरो मुलगनुल फोनेल्ते, हुलाकबाट विदेशतिर सामान पठाउने बेलामा मोदुन मुलगनुल फाल्सोङ हाजी फाल्सोङ हाल्सु इन्नन गसुन आनिम्निदा भनेर भन्छ। अनि सबै पठाउने अथवा सबै सामग्रीलाई चाहिँ पठाउन सक्ने कुरा चाहिँ होइन भनेर भन्छ के। हुलाकबाट चाहिँ विदेशतिर सामान पठाउने बेलामा मोदुन मुलगनुल भनेको चाहिँ सबै सामानलाई चाहिँ फाल्सोङ हाल्सु इन्नन गसुन आनिम्निदा डेलिभरी अथवा पठाउन नसक्ने कुरा हुन् भनेको छ। पठाउन सक्ने कुरा चाहिँ होइन भनेपछि सबै सामग्री चाहिँ पठाउन सकिँदैन। के चाहिँ पठाउन सकिँदैन त भन्दा फोकपाल उयमी इन्नन मुलगन भनेर भन्छ। फोकपाल भनेको चाहिँ के हो त भन्दा यो फोक्पा आधा र फोकपाल भनेको चाहिँ के हो त विस्फोट भनेर भन्छ। अनि फोकपाल मुलफुम भनेको चाहिँ विस्फोटकको सामग्रीहरू, अनि फोकपाल उयमी इन्धन भनेको चाहिँ विस्फोटको खतरा भएका मुलगन सामग्री, हेङ्गुम भनेको नगद, उम्सिगमुल भनेको खाना जन्ने कुरा, दुङ्गुन आदि चाहिँ फोनेल्सु अप्सुम्य आदि चाहिँ पठाउन सकिँदैन। र नारामादा छेहान थोन भन्छ। नारामादा छेहान आधा भनेको चाहिँ के हो त भन्दा प्रतिबन्ध गरेका, अनि नारामादा भनेको चाहिँ के हो त भन्दा देशै पछि चाहिँ छेहान थोन मुलगनु भनेको छ। छेहान थोइदा भनेको चाहिँ के हो त भन्दा छेहान थोइदा भनेको चाहिँ प्रतिबन्ध गर्नु भनेर भन्छ। अनि छेहान थोन भनेको चाहिँ प्रतिबन्ध गरेका, देशै पछि चाहिँ के हो त प्रतिबन्ध गरेका भनेर भन्छ। प्रतिबन्ध गरेका चाहिँ मुलगन दूरी भनेको चाहिँ सामग्रीहरू चाहिँ थारुल्सु सुम्निदा फरक हुन सक्छन् भनेर भन्छ। र देशबिच चाहिँ प्रत्येक देशहरूमा चाहिँ के हो त प्रतिबन्ध गरेका सामग्रीहरू चाहिँ फरक हुन सक्छन्। मानौँ कि नेपालमा, बङ्गलादेशमा हैन, अन्य भारतमा यो सामग्रीहरू चाहिँ पठाउन चाहिँ विभिन्न देशहरूमा चाहिँ फरक देशहरूमा चाहिँ के हो त प्रतिबन्ध लगाएका सामग्रीहरू चाहिँ फरक हुन सक्छन् भनेर भन्छ। तारास भनेको त्यसै अनुसार भनेर भन्छ। त्यसै अनुसार भनेर भन्छ। तारास त्यसै अनुसार। फाल्सोङ छने भनेको चाहिँ पठाउनु अघि चाहिँ फान्दुसी अनिवार्य उछेगुगेस भनेको चाहिँ हुलाकबाट चाहिँ ख्युजङ भनेको चाहिँ नीतिहरू भनेर भन्छ। अनि ख्युजङ्गुल भनेको चाहिँ नीतिहरूलाई चाहिँ वागिनानन गसी भनेको चेक जाँच गर्ने कुरा चाहिँ छुङ्यो हाम्निदा महत्त्वपूर्ण हो भनेर भन्छ। भनेपछि यहाँनिर चाहिँ के हुन्छ त भन्दा हामीलाई सामग्रीहरू चाहिँ सबै सामग्री पठाउन सकिँदैन। यी सामग्रीलाई पठाउँदाखेरि चाहिँ हामीले हरेक सामग्रीहरूलाई चाहिँ पठाउँदाखेरि चाहिँ केही न केही प्रतिबन्ध गरेको हुन्छ र त्यो राष्ट्रपिच्छे चाहिँ प्रतिबन्ध गरेका सामग्रीहरू चाहिँ फरक हुन सक्छन्। त्यसै अनुसार चाहिँ हामीले पठाउनभन्दा अगाडि चाहिँ के हो त हुलाकबाट चाहिँ यतै हुलाकमा चाहिँ भएका नीति नियमहरूलाई चाहिँ चेक जाँच गर्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ भनेर भन्छ। भनेपछि अब यहाँनिर चाहिँ के हो त हामीले बुझ्ने कुरा चाहिँ यो रेमिटेन्सको कुरै छैन। रेमिटेन्स हुनका लागि त ब्याङ्कको कुराहरू गरेको हुनु पर्यो। ब्याङ्कको कुरा गरेको छैन, रेमिटेन्सको कुरा पनि होइन। यो चाहिँ विदेशी रेमिटेन्स सेवा भनेर भन्छ। विदेशी रेमिटेन्स सेवा होइन, किन भन्दा हुलाकको बारेमा कुराकानी गरेको हो।
त्यसैगरी उछेकुक मुने नियुङ भनेर भन्छ। अब हुलाकको ढोकाको विषय भनेर भन्छ हैन, यो पनि होइन। अब हुलाकको ढोका भन्ने कुरा त यहाँ गरेकै छैन कुरा। र थेक्पे खागे कान्ने भनेको चाहिँ कुरियरको मूल्यको जानकारी भन्छ। अब कुरियरको मूल्य पनि यहाँनिर चाहिँ भनेको कुरा छैन, त्यही भएर 3 नम्बर पनि भएन। 4 नम्बरमा चाहिँ के छ त भन्दा फाल्सोङ खुम्जी मूलफुम भनेर भन्छ। अब यी पठाउन निषेध सामग्रीहरूको बारेमा दिएको छ। जस्तै हामीलाई व्याख्या नै पुरै चाहिँ के हो त भन्दा पठाउन निषेध सामग्रीको बारेमा हो नि त। जस्तै हामीलाई चाहिँ के भनेको छ त भन्दा विस्फोटका जन्ने खतरा भएका सामग्रीहरू, खाना जन्ने कुराहरू अनि क्यास नगद जन्ने कुराहरू चाहिँ पठाउन सकिँदैन र देशै पछि चाहिँ यस्ता प्रतिबन्ध गरेका सामानहरू फरक फरक हुन सक्छन् भनेपछि त यो चाहिँ के हो त फाल्सोङ खुम्जी मूलफुम भनेर भन्छ। पठाउन निषेध सामग्रीको बारेमा नै कुराकानी गरेको भनेर बुझ्नुपर्छ। र 4 नम्बरको एन्सर। ल त्यसैगरी अब हामी 16 नम्बरमा हेरौँ। 16 नम्बरमा चाहिँ पनि एउटा चाहिँ के छ त हरफ छ। के को बारेमा हरफ हो भन्ने कुराको विषयमा हेरौँ। ल सबैभन्दा पहिला यहाँनिर चाहिँ सुरेकी फरिनन फाङबप भनेर भन्छ। सुरेकी फरिदा भनेको चाहिँ फोहोर फ्याँक्नु भनेर भन्छ। अनि सुरेकी फरिनन फाङबप भनेको चाहिँ फोहोर फ्याँक्ने तरिका भनेर भन्छ है। यो फाङबप र फाङसिक भनेको चाहिँ तरिका भनेर भन्छ अनि फोहोर फ्याँक्ने तरिका भनेर भन्छ। अनि छिया छरेस नेरिनन फाङबप भन्छ। छियाछल भनेको चाहिँ भूमिगत रेलबाट चाहिँ है, यसले चाहिँ के भन्छ त भन्दा सबवे भनेर भन्छ। अनि सबवेबाट चाहिँ के हो त झर्ने तरिका भनेर भन्छ कि झर्ने तरिका। नेरिनन फाङबप भन्यो भने झर्ने तरिका। अनि थेजुङ ख्योथोङ्गुल भनेको चाहिँ सार्वजनिक यातायातलाई इयोङ हाल्ते उपयोग गर्ने बेलामा छिखेया हाल छिल्स पालना गर्नुपर्ने नीति नियम भनेर भन्छ। भनेको सार्वजनिक सवारी साधनलाई चाहिँ अब यो प्रयोग गर्ने बेलामा भनेर भन्छ। सवारी साधनलाई चाहिँ के हो त प्रयोग गर्ने बेलामा पालना गर्नुपर्ने चाहिँ के हो त नीति नियम भनेर भन्छ। अब यो छिल्स भनेको चाहिँ के हो त नीति, अनि छिल्स भनेको ख्युचिक भनेको, अनि यो चाहिँ हाम्रो सूचिक भनेको नियम भनेर भन्छ। पालना गर्नै पर्ने नियम चाहिँ के हुन् त तिनीहरूको बारेमा। र थेजुङ ख्योथोङ इयोङे हेथेक भनेर भन्छ। सार्वजनिक सुविधाहरू अथवा सार्वजनिक के हो त सार्वजनिक गाडी अथवा सार्वजनिक यातायात भनेर भन्छ। सार्वजनिक यातायातको प्रयोगको लाभ भनेर भन्छ। अब यो प्रयोगको लाभ भनेर भन्छ। इयोङे हेथेक भनेको प्रयोगको लाभ हो रे। अब हेथेक भनेको लाभ हो, फाइदा हो है। हेथेक भनेको चाहिँ फाइदा अथवा लाभ भनेर भन्छ। अब यसमा चाहिँ हामी हेरौँ के को बारेमा कुराकानी गरेको भन्ने विषयमा हेरौँ। यसमा 16 नम्बरमा चाहिँ छिया छरेस नेरिनन सारामी भनेर भन्छ। अब सबैबाट झर्ने मान्छेहरू चाहिँ मन्ज पहिला नेरिन हुए थाम्निदा भनेर भन्छ। पहिला झरेपछि चढ्छन् भनेर भन्छ। जस्तै के हुन्छ त भन्दा सबै होस् अथवा बसहरू होस् होइन, पहिला चाहिँ के हो त भन्दा जस्तै बस आयो भने चाहिँ पहिला झर्ने मान्छे झरिसकेपछि मात्रै चढ्ने मान्छे चढ्छन् भन्न खोजेको। अनि छिया छरेस नेरिनन सारामी मञ्च नेरिन हुए थाम्निदा, सबैबाट झर्ने मान्छेहरू चाहिँ पहिला झरेपछि मात्रै चाहिँ के हो त झरेपछि चाहिँ चढ्छन् भनेर भन्छ। फसुनन आम मुनुरो भनेर भन्छ। आममुन भनेको चाहिँ के हो त अगाडिको ढोका भन्छ। अब बसमा चाहिँ त्यस्तो हुँदैन रे। फेरि बसमा चाहिँ अगाडिको ढोकामा भनेर भन्छ अथवा अगाडिको ढोकाद्वारा भनेर भन्छ। अगाडिको ढोकाद्वारा चाहिँ सुङछा आगो, सुङछा भनेको चढ्ने भनेर भन्छ कि अगाडिको ढोकाबाट चाहिँ चढ्ने। र थुइतमुन भनेको चाहिँ के हो त पछाडिको ढोका भन्छ। थुइनमुन भनेको चाहिँ पछाडिको ढोका। अनि थुइनमुन उडो भनेको चाहिँ पछाडिको ढोकाद्वारा चाहिँ पछाडिको ढोकाद्वारा हाछा हाम्निदा। जहिले पनि ध्यान दिनु, हाछा आधा र सुङछा आधा भनेको चाहिँ यो हाछा आधा भनेको चाहिँ सवारी झर्नु हो, यसको नेरिदा हुन्छ है, नेरिदा हुन्छ यसको। यो भनेको चाहिँ सवारी झर्नुलाई चाहिँ भन्छ है। सवारीहरू झर्नुलाई चाहिँ के हो त हाछा आधा भन्छ। सवारी मात्रै झर्ने कुरामा हाछा आधा हो कि। जस्तै नेरिदा त अन्य पनि हुन्छ नि त होइन, साधारण यसो नेरिदा पनि हुन्छ। तर यात्रुहरू झर्ने भनेको चाहिँ हाछा आधा भनेर भन्छ। त्यसै गरी सुङछा आधा भनेको चढ्ने भनेर भन्छ। अनि सबैको चाहिँ के हुन्छ त भन्दा पहिला चाहिँ झर्ने मान्छे झरेपछि चढ्ने मान्छे चढ्छन्। तर बसको चाहिँ अगाडिको ढोकाबाट चाहिँ चढ्ने र पछाडिको ढोकाबाट चाहिँ के हो त झर्ने हुन्छ। मान्छेहरू झर्दाखेरि पछाडिको ढोकाबाट झर्दै गरे पनि अगाडिको ढोकाबाट चाहिँ मान्छेहरू चढ्दै गर्छन् भनेर भन्छ। अनि छानेस भनेको गाडीभित्र चाहिँ उम्सिगुल मक्कना खानेकुरा खाने अथवा सुरेकिरुल फरिमेन आन्देम्निदा भनेर भन्छ। अब गाडीभित्र चाहिँ के हो त खानेकुरा खाने अथवा
फोहोरलाई फ्याँक्यो भने हुँदैन। तोहान त्यसै गरी खुन सोरिरो भनेको त्यसै गरी ठुलो स्वरमा चाहिँ तदुलकना हल्ला गर्ने अथवा तुइजी आन्सुम्निदा भनेको दौडिनु हुँदैन भनेर भन्छ अथवा दौडिँदैनन् भनेर भन्छ। अब ठुलो स्वरमा चाहिँ हल्ला गर्ने अथवा दौडिन हुँदैन, दौडिँदैनन्। खुरीको साथै छापसाङ इनी भनेर भन्छ, साथै छापसाङ इनी फानन भनेर भन्छ। छापसाङ भनेको चाहिँ के हो त, यो चाहिँ हाम्रो फुटपाथहरू अथवा कहिलेकाहीँ होइन फुटपाथहरूमा चाहिँ बेच्ने सामग्रीलाई चाहिँ किन्दैनन् भनेर भन्छ के। छापसाङ इनी भनेको चाहिँ फुटपाथहरूले चाहिँ बेच्ने अथवा फुटपाथमा बेच्ने भनेर भन्छ। फुटपाथ हिँड्ने बाटोमा चाहिँ के हो त, फानन मुल्गनुल भनेको चाहिँ बेच्ने सामग्रीलाई चाहिँ साजी आन्सुम्निदा भनेको किन्दैनन् भनेर भन्छ। अब यहाँनिर चाहिँ हामीलाई यो समग्र सबैको कुरा गरेको छ, तर ध्यान दिनुपर्छ यहाँनिर अप्सनमा चाहिँ कुन सिलेक्ट गर्ने भन्ने कुराहरूको बारेमा चाहिँ राम्रोसँग ध्यान हुनुपर्छ। सबैबाट चाहिँ झर्ने मान्छे झरेपछि चढ्छन्, अनि त्यसै गरी चाहिँ हाम्रो बसहरूको अगाडिको ढोकाबाट चाहिँ चढ्ने र पछाडिको ढोकाबाट चाहिँ झर्छन्। अनि गाडीभित्र चाहिँ खानेकुरा खाने अथवा फोहोरलाई चाहिँ फ्याँक्यो भने हुँदैन, र त्यसै गरी ठुलो स्वरमा चाहिँ कुराकानी गर्ने, हल्ला गर्ने अथवा दौडिन चाहिँ हुँदैन। साथै फुटपाथमा बेच्ने सामग्रीहरू चाहिँ किन्न हुँदैन भनेर भन्छ। यो हुँदैन हुँदैन नै भन्छ के, सबै हुँदैन भनेपछि चाहिँ नीति नियम त हो पक्कै पनि, तर यहाँनिर सुरिनन सुरेकी फरिनन फाङबप भनेर भन्छ फोहोर फ्याँक्ने तरिका चाहिँ होइन कि यहाँ फोहोर फ्याँक्न हुँदैन भनेको छ, तर फोहोर फ्याँक्ने तरिका भनेर सिकाएको त छैन नि त यहाँ। अनि छिया छरेछ नेरिनन फाङबप, अब सबैबाट झरेपछि चढ्ने त भन्छ, तर झर्ने तरिका पनि त छैन नि त, कसरी झर्ने। जस्तै बसबाट झर्ने तरिका त छ यहाँनिर पछाडिको ढोकाबाट झर्ने हो भन्ने, तर सबैबाट चढ्ने के अरे झर्ने तरिका चाहिँ छैन। अनि थेजोङ ख्योथोङे इयोङे हेथेक भनेर भन्छ सार्वजनिक यातायातको उपयोगको लाभ चाहिँ, उपयोग गर्दा लाभ चाहिँ के हुन्छ त, यसमा केही छैन नि त, केही छ त लाभ भन्ने कुरा त केही पनि गरेको छैन। यहाँ झन् गर्न हुँदैन भन्छ, यसले चाहिँ झन् टाइट नियमहरू चाहिँ सिकाएको छ। यहाँनिर नियमहरू यस्तो यस्तो छ भनेपछि उसले लाभ चाहिँ के लिने त, यो पनि गर्न हुँदैन त्यो पनि गर्न हुँदैन भनेर भन्छ होइन, लाभ भन्ने कुरा पनि भएन। यसमा चाहिँ के हो त भन्दा थेजुङ ख्योथुङ्गुल इयोङ हाल्ते छिखेया हाल छिल्छ भनेर भन्छ। अब यहाँनिर चाहिँ सार्वजनिक यातायातलाई उपयोग गर्ने बेलामा पालना गर्नै पर्ने नीति नियम भनेर भन्छ। एन्सर चाहिँ 2 नम्बरको हुन जान्छ। ल त्यसै गरी अब हामी 17 नम्बरमा हेरौँ। 17 नम्बरमा चाहिँ थाउम खुरुल इको, 17 र 18 नम्बरमा हेरौँ। थाउम खुरुल इको भनेको तलको हरफलाई पढेर, थाउम खुरुल इको तलको हरफलाई पढेर नेङ्वा खाथुन घसुल खुरुसिप्स्यु विषय वस्तुसँग उस्तै कुरालाई छान्नुहोस् भनेर भन्छ। अब यसमा हेरौँ, जस्तै 17 नम्बरमा चाहिँ उरी होइसाएछ हाम्रो कम्पनीमा चाहिँ वेगुक सारामी मान्सुम्निदा भनेर भन्छ। हाम्रो कम्पनीमा चाहिँ के हो त भन्दा विदेशी मान्छेहरू चाहिँ धेरै छन् भनेर भन्छ। यो होइसा ए छ भन्दा पनि होइसा ए हुनुपर्छ है। यो यहाँनिर चाहिँ के हो त, यो होइसा ए नन हुनु पर्यो। कम्पनीमा चाहिँ वेगुक सारामी मान्सुम्निदा भनेको विदेशी मान्छेहरू चाहिँ धेरै छन् भनेर भन्छ। होइसा एस चाहिँ हुँदैन है यहाँ। अनि यहाँनिर चाहिँ छुङ्गुके छ उन सारामदो भनेको चाहिँ चाइनाबाट आएका मान्छे पनि छन् भनेर भन्छ। छुङ्गुके छ उन सारामदो इक्को चाइनाबाट आएका मान्छेहरू पनि छन् र खाम्बोतिया एस उन सारामदो इक्को कम्बोडियाबाट आएका मान्छे पनि भएर छ छरम भनेको म जस्तै नेपारेस उन सारामदो इस्सुम्निदा म जस्तै नेपालबाट आएका मान्छे पनि छन् भनेको। त्यहाँनिर चाहिँ के हो त भन्दा हाम्रो कम्पनीमा चाहिँ विदेशी मान्छेहरू चाहिँ धेरै छन्, चाइनाबाट आएका मान्छेहरू पनि छन्, कम्बोडियाबाट आएका मान्छे पनि छन्, त्यसै गरी हाम्रो चाहिँ के हो त म जस्तै नेपालबाट आएका मान्छेहरू पनि छन् भनेर भन्छ। उरिनन हामी चाहिँ हाङ्गुङ मारुल छालहाजी मोथेछ भनेर भन्छ। हाङ्गुङ मारुल छाराजी मोथेछ भनेको चाहिँ कोरियन भाषालाई राम्रो बोल्न नसकेर भन्छ। हामीहरू चाहिँ कोरियन भाषा राम्रो बोल्न नसकेर सरो इयागिरुल मानी हाल्सु अप्सुम्निदा हामी एक आपसमा चाहिँ कुराकानी गर्न सक्दैनौँ भनेर भन्छ। भनेको धेरै कुराकानी हामी एक आपसमा गर्न सक्दैनौँ। जस्तै चाइना होइन, कम्बोडिया अनि नेपाल, यो सबैको कमन ल्याङ्ग्वेज भनेको चाहिँ कोरियन भाषा हो, कोरियन ल्याङ्ग्वेज। त्यो कोरियन ल्याङ्ग्वेज पनि के हो त राम्रोसँग चाहिँ नजानेर चाहिँ एक आपसमा कुराकानी धेरै गर्न सक्दैनौँ। खरेछ त्यसैले उरिनन थोयो इरे भनेको त्यसैले हामी चाहिँ शनिबारमा इरी कुन्नान हुए काम सकिएपछि
हामी शनिबारमा चाहिँ काम सकिएपछि थुसिगान तोङ्गान भनेको 2 घण्टा अवधिसम्म हाङ्गुङमारुल फ्योम्निदा कोरियन भाषा सिक्छौँ। अनि कोरियन भाषा सिक्ने कारण चाहिँ के हो त भन्दाखेरि चाहिँ सरो इयागिरुल छाल्मोथेस एक आपसमा चाहिँ कुराकानी गर्न नसकेर चाहिँ यिनीहरू प्रत्येक शनिबारमा चाहिँ काम सकिए पछाडि चाहिँ 2 घण्टा अवधिसम्म चाहिँ कोरियन भाषा सिक्छौँ भनेको छ। अनि त्यसै गरी पाल्ली भनेको छिट्टो हाङ्गुङमारुल फेवस पाल्ली हाङ्गुङमारुल फेवस छिट्टै कोरियन भाषा सिकेर थारुन नारा छिङ्गुदुल ग्वा भनेको फरक देशका अथवा अर्को देशका साथीहरूसँग चाहिँ हाङ्गुङ माल्लो इयागिरुल छाराल्सु इस्सुमेन छोकेसुम्निदा भन्छ। अनि छिट्टै कोरियन भाषा सिकेर चाहिँ अर्को देशका साथीहरूसँग चाहिँ कोरियन भाषाबाट इयागिरुल छाराल्सु इस्सुमेन छोकेसुम्निदा भनेको कुराकानी गर्न सकेको भए राम्रो हुने थियो भनेर भन्छ। भनेको छिट्टै कोरियन भाषा सिकेर चाहिँ अरू देशका विदेशी साथीहरूसँग पनि के हो त कोरियन भाषामा कुराकानी गर्न सकेको भए राम्रो हुने थियो। भनेपछि अब सर यसबाट नेपालीबाट बुझ्न पर्ने कुरा के छ त भन्दा हाम्रो कम्पनीमा चाहिँ विदेशी मान्छेहरू धेरै छन्, चाइनाबाट आएका मान्छेहरू पनि छन् र कम्बोडियाबाट आएका मान्छेहरू पनि छन्, म जस्तै नेपालबाट आएका मान्छेहरू पनि छन्। अनि हामी चाहिँ कोरियन भाषा राम्रोसँग बोल्न नसकेर एक आपसमा कुराकानी धेरै गर्न सक्दैनौँ। त्यसैले हामीहरू चाहिँ शनिबार काम सकिएपछि 2 घण्टा अवधिसम्म कोरियन भाषा सिक्छौँ। छिट्टै कोरियन भाषा सिकेर अरू देशका साथीहरूसँग कोरियन भाषामा कुराकानी गर्न सकेको भए राम्रो हुने थियो। भनेको छिट्टै कोरियन भाषा सिकेका भए हामी अर्को देशका साथीहरूसँग चाहिँ बोल्न सक्थ्यौँ भन्ने कुरा चाहिँ एउटा असुमेन आसुमेन छोकेता भन्ने ग्रामर छ, एको भए राम्रो हुने थियो भन्छ। अब यसमा हेरौँ यहाँनिर यी सारामुन यो मान्छे चाहिँ हाङ्गुङमारुल छाराम्निदा यो मान्छे चाहिँ कोरियन भाषा राम्रो बोल्छ अरे। यहाँ के भनेको छ त भन्दा हाङ्गुङमारुल छाराजी मोथेस कोरियन भाषा राम्रोसँग बोल्न नसकेर भनेपछि यो मान्छेले राम्रो बोल्छ भन्न मिलेन। यी सारामुन छुङ्गुगेस वासुम्निदा यो मान्छे चाहिँ के हो त चाइनाबाट आएको छ भन्छ। अनि यसले के भनेको छ त भन्दा छ छरम नेफारेस ओन्साराम दो इस्सुम्निदा म जस्तै नेपालबाट आएका मान्छे पनि छन् भनेपछि यो मान्छे चाइनाबाट आएको होइन, यो मान्छे नेपालबाट आएको हो। थोयो इरे भनेको शनिबारमा चाहिँ हाङ्गुङमारुल फ्योम्निदा कोरियन भाषा सिक्छन् भनेर भन्छ, ठिक छ। थोयो इरे इरी कुन्नान हुए भनेको छ शनिबारमा चाहिँ काम सकिएपछि चाहिँ के हो त 2 घण्टा अवधिसम्म कोरियन भाषा सिक्छन्, ठिक छ। फेथुनामेस ओन्सारामी मान्सुम्निदा भन्छ भियतनामबाट आएका मान्छे धेरै छन् भन्छ। भियतनामबाट आएका मान्छे चाहिँ छैनन्, चाइनाबाट आएका छन्, कम्बोडियाबाट आएका छन् र नेपालबाट आएका छन्। तर यहाँनिर चाहिँ यसको सही आन्सर भनेको थोयो इरे हाङ्गुङमारुल फ्योम्निदा शनिबारमा चाहिँ कोरियन भाषा सिक्छन् भन्ने कुरा 3 नम्बरको एन्सर। ल त्यसै गरी हामी 18 नम्बरमा हेरौँ। यो 18 नम्बरमा पनि यहाँनिर चाहिँ दिएको कुराकानीलाई हेरौँ। ल 18 नम्बरमा चाहिँ छनुन थाउङ जुए से छिबुरो इसा हाम्निदा भनेर भन्छ। म चाहिँ थाउङजु भनेको चाहिँ अर्को हप्ता भनेर भन्छ। म चाहिँ के हो त भन्दा अर्को हप्तामा छिबुरो इसा हाम्निदा भनेको से छिबुरो नयाँ घरमा चाहिँ के हो त बसाइसराई गर्छु रे। म अर्को हप्तामा नयाँ घरमा बसाइसराई गर्छु खुरै छ। त्यसैले ओनुल छे मुल्गनुल त्यसैले आज चाहिँ के हो त मेरो सामानलाई भनेर भन्छ। मेरो सामानलाई चाहिँ छङ्नी हेसुम्निदा व्यवस्थापन गरेँ मिलाएँ भनेर भन्छ। त्यसैले आज मेरो सामग्रीलाई चाहिँ अथवा सामानलाई चाहिँ के हो त मिलाएँ। मन्ज भनेको पहिला फिर्यो अम्नन भनेको चाहिँ के हो त आवश्यक नहुने मुल्गन्दुरुल सामानलाई चाहिँ साङ्जा आने नसुम्निदा भनेको चाहिँ बाकसभित्र राखेँ। भनेको उसले व्यवस्थापन गरेकै भित्र चाहिँ के हो त उसले चाहिँ एउटा पहिला सुरुमा चाहिँ आवश्यक नहुने सामग्रीलाई चाहिँ बाकसभित्र राखेँ भनेर भन्छ। खुरन्दै तर खुजुङेनन भनेको त्यो मध्येमा चाहिँ हानबन्दो सुजी आनुन भनेको चाहिँ त्यो मध्ये चाहिँ के हो त एकपटक पनि प्रयोग नगरेको भन्छ। हानबन्दो सुदा भनेको चाहिँ प्रयोग गर्नु, सुजी आनुन भनेको चाहिँ प्रयोग नगरेका भनेर भन्छ। त्यो मध्ये चाहिँ एकपटक पनि प्रयोग नगरेको से मुल्गनी मानासुम्निदा भनेको चाहिँ नयाँ सामग्री धेरै थिए भनेर भन्छ। त्यो मध्ये चाहिँ हामीले जस्तै आवश्यक नहुने सामग्री मध्ये चाहिँ के हो त प्रयोग नहुने एकपटक पनि प्रयोग नभएका अथवा प्रयोग नगरेका नयाँ सामग्रीहरू चाहिँ
धेरै थिए भनेर भन्छ। आफुरनन अबदेखि चाहिँ फिरिवान मुलगनमान सायागे सुम्निदा अबदेखि चाहिँ के हो त आवश्यक सामान मात्र किन्नु पर्ने छ भनेर भन्छ। सायागेता भनेको चाहिँ किन्नु पर्ने भन्ने कुरा जनाउँछ अनि सायागे सुम्निदा भनेको चाहिँ किन्नु पर्ने छ। अबदेखि चाहिँ आवश्यक सामग्री मात्रै किन्नु पर्ने छ। यसको मतलब चाहिँ उसले अनावश्यक सामग्रीहरू पनि धेरै किनिरहेको छ भन्ने कुरा बुझ्नु पर्यो। छिबे भनेको घरमा से मुलगन्दुरी मानी फिर्यो हामीदा घरमा नयाँ सामग्रीहरू चाहिँ धेरै आवश्यक छ रे भनेको उसलाई आवश्यक नपर्ने सामग्री मध्ये पनि एकपटक पनि प्रयोग नगरेका नयाँ सामग्रीहरू छँदैछन्। त फेरि नयाँ घरमा चाहिँ नयाँ सामग्री आवश्यक छ भन्न मिलेन, थुप्रै अनावश्यक सामग्रीहरू पनि थुप्रिएका छन्। अनि साङ्जाए मानी सुनन भनेको छ। साङ्जाए भनेको चाहिँ के हो त बाकसमा चाहिँ मानी सुनन मुलगन्दुरी सुम्निदा धेरै प्रयोग गरेका सामग्री छन् भनेर भन्छ। हनबन्द सुजियानन से मुलगन्दुल्दो सुम्निदा यो एकपटक पनि प्रयोग नगरेका नयाँ सामग्रीहरू पनि छन्। अब धेरै प्रयोग गरेका भने चाहिँ पुरानो सामग्री छन् भनेर भन्छ। त्यहाँ मध्ये चाहिँ के हो त काम नलाग्ने सामग्री मध्ये चाहिँ एउटा चाहिँ के हो त हानबन्द सुजियानन से मुलगनिदो मानस सुम्निदा भनेर भन्छ। छनुन अनुल से छिबे इसारुल वा सुम्निदा भन्छ। अब यहाँनिर चाहिँ के हो त यहाँनिर म चाहिँ आज नयाँ घरमा चाहिँ बसाइसरी आएँ भनेर भन्छ। अब यहाँनिर चाहिँ इसारुल वा सुम्निदा बसाइसरी आएँ भन्न चाहिँ मिलेन, किन भन्दा ऊ अर्को हप्तामा चाहिँ के हो त थाउम चुए जाने हो। थाउम चुए छिबुरो इसा आम्निदा अर्को हप्तामा गर्ने हो। छनुन फिर्यो अम्नन मुलगनुल छङ्नी सुम्निदा मैले आवश्यक नभएका सामग्रीलाई चाहिँ व्यवस्थापन गरेँ भन्छ। ए ओनुल छे मुलगनुल छङ्नी सुम्निदा मन्ज फिर्यो अम्नन मुलगनुल साङ्जा आने न सुम्निदा पहिला चाहिँ आवश्यक नभएका सामग्रीलाई चाहिँ बाकसभित्र राखी भनेपछि त आवश्यक नभएका सामग्रीलाई चाहिँ के हो त व्यवस्थापन गरेको कुरा 4 नम्बरको एन्सर। ल त्यसै गरी अब 19 र 20 नम्बरमा चाहिँ हाम्रो थाउम सल्मेङे आल्माजुन औइरुल खोरुसिप्सियो भन्छ। तलको चाहिँ के हो त व्याख्यामा अति मिलेको शब्दावलीलाई चाहिँ छान्नुहोस् भनेर भन्छ। ल पहिला यहाँनिर चाहिँ हेरौँ। खेसाङ्गी भनेको चाहिँ के हो त खेसाङ्गी भनेको चाहिँ क्याल्कुलेटर, खेसान आधा भनेको चाहिँ हिसाब गर्नु, खेसाङ्गी भनेको चाहिँ क्याल्कुलेटर भनेर भन्छ। त्यसै गरी नेङजाङ्गो भनेको चाहिँ फ्रिज भनेर भन्छ। नेङजाङ्गो फ्रिज। छाफाङ्गी भनेको चाहिँ अटो भेन्डर मेसिन हो। यो भनेको भेन्डर मेसिन हो। भेन्डर मेसिन अटोमेटिक रूपमा सामान खरिद गर्न सकिने भेन्डर मेसिनलाई चाहिँ के भन्छ त छाफाङ्गी भनेर भन्छ। अनि छादोङ इन्सुल्गी भनेको चाहिँ एटिएम भनेर भन्छ, अटोमेटिक टेलर मेसिन भनेर भन्छ। जस्तै यहाँनिर थोनुल नखो भनेको पैसा राखेर ओनानन मुलगन इना उम्न्योरुल खोरुम्यन। अब यहाँ पैसा राखेर चाहिँ ओनानन भनेको चाहेको, मुलगन इना भनेको सामग्री, अनि ओनानन मुलगन इना भनेको चाहिँ चाहेको सामग्री अथवा उम्न्योरुल भनेको पेय पदार्थलाई खोरुम्यन छान्यो भने सार्यनन भनेको किन्ने चाहिँ मुलगनी किन्ने सामान चाहिँ के हो त छादोङ्गुरो नाओनन भनेको चाहिँ अटोमेटिक रूपमा आउने भनेर भन्छ। अटोमेटिक रूपमा चाहिँ अथवा स्वचालित रूपमा चाहिँ नाओनन भनेको आउने अथवा फानन बिक्री हुने छाङछे इम्निदा भनेको उपकरण हो भनेर भन्छ। भनेको यसले चाहिँ के भन्छ त भन्दा यदि हामीले चाहिँ त्यहाँ पैसा राखेर चाहिँ हामीले चाहेको सामग्री अथवा पेय पदार्थहरूलाई चाहिँ हामीले छान्यौँ भने चाहिँ एउटा किन्ने सामग्री चाहिँ अटोमेटिक रूपमा चाहिँ आउने अथवा अटोमेटिक रूपमा चाहिँ बिक्री हुने एउटा उपकरण हो भनेर भन्छ। त्यो अब खेसाङ्गी भन्न मिलेन हैन, क्याल्कुलेटर चाहिँ होइन त्यो, अनि फ्रिज पनि होइन। त्यसै गरी अब यतापट्टिको चाहिँ अटोमेटिक टेलर मेसिन यो एटिएम पनि भएन। यसमा चाहिँ के हो त छाफाङ्गी भनेर भन्छ, अटोमेटिक भेन्डर मेसिन भनेर भन्छ यसलाई चाहिँ। अब यो छाफाङ्गी भनेको चाहिँ कसरी आएको त भन्दा छा भनेको चाहिँ छादोङ हादा भन्ने हो, छादोङ्गुरो भन्छ। छादोङ्गुरो भनेको अटोमेटिक रूपमा, फादा भनेको चाहिँ के हो त बेच्नु, फाल्दा भनेको बेच्नु, अनि छाफाङ्गी भनेको चाहिँ अटोमेटिक रूपमा बेच्ने मेसिन हो भनेर भन्छ कि भेन्डर मेसिनलाई चाहिँ अटोमेटिक रूपमा बेच्ने मेसिन। 3 नम्बरको एन्सर। 20 मा हेरौँ। छिदोजा भनेर भन्छ। यहाँनिर चाहिँ अब यो छिदोजा भनेको नेता भनेर भन्छ अथवा लिडर है। छिदोजा भनेको चाहिँ के हो त भन्दा नेता अथवा लिडर भनेर भन्छ, नेता लिडर। त्यसै गरी खेङबिओन भनेको चाहिँ पाले अथवा सुरक्षा गार्ड भनेर भन्छ। खेङबिओन भनेको चाहिँ सुरक्षा गार्डलाई चाहिँ के भन्छ त खेङबिओन भनेर भन्छ। त्यसै गरी सोबाङक्वान भनेको चाहिँ दमकल कर्मचारी,
दमकलका कर्मचारीहरूलाई चाहिँ फायर फाइटर भन्छ हैन, दमकलका कर्मचारीलाई चाहिँ सोबाङवान भनेर भन्छ। अनि त्यसै गरी ख्याङछाल भनेको चाहिँ के हो त प्रहरी भनेर भन्छ। ल हेरौँ यिनीहरू चाहिँ मध्ये के को बारेमा कुराकानी हो हेरौँ। साहोय छिलसरुल छिखीको, साहोय भनेको चाहिँ सामाजिक भनेर भन्छ। अनि साहोय छिलसरुल भनेको चाहिँ सामाजिक नियमहरूलाई चाहिँ पालना गरेर, खुङमिने भनेको चाहिँ नागरिकको भनेर भन्छ। खुङमिन भनेको चाहिँ नागरिकको, आञ्जन भनेको सुरक्षा, नागरिकको सुरक्षा र छेसानुल भनेको सम्पत्तिलाई, नागरिकको सुरक्षा र छेसानुल फो आनन भनेको चाहिँ सम्पत्तिलाई सुरक्षा गर्ने भनेर भन्छ। सम्पत्तिलाई सुरक्षा गर्ने। इरुल आनन खोङमुवन इम्निदा भनेको काम गर्ने सरकारी कर्मचारी हो भनेर भन्छ। ध्यान दिनु। अब यो एउटा सरकारी कर्मचारी हो जसले चाहिँ के गर्छ त भन्दा सामाजिक नीति नियमलाई पालना गरेर नागरिकको सुरक्षा गर्ने तथा सम्पत्तिहरूको सुरक्षा गर्ने काम गर्ने एउटा सरकारी कर्मचारी हो भनेपछि अब यो नेताहरूले चाहिँ यो न नीति नियम पालना गर्छ, न नागरिकको सुरक्षा गर्छ, न सम्पत्तिको सुरक्षा गर्छ, सब भ्रष्टाचार गर्ने भनेको त्यो बरु नीति नियम पालना नगर्ने भनेको भए चाहिँ लिडर चाहिँ भन्न मिल्छ मस्तले हैन। त्यो भन्ने भएन। फेरि सुरक्षा गार्डले चाहिँ गर्छ गर्न चाहिँ, तर सुरक्षा गार्ड भनेको चाहिँ फेरि सरकारी कर्मचारी चाहिँ होइन र नागरिकको सुरक्षा गर्छ, सम्पत्तिको सुरक्षा गर्छ, तर त्यो प्राइभेट रूपमा चाहिँ हो, सामाजिक नीति नियम पालना गरेको हुँदैन हैन। त्यो भनेको एउटा सरकारी नीति नियमसँग चाहिँ जोडिएको हुँदैन, सरकारी कर्मचारी हो भन्न त भएन पालेलाई चाहिँ फेरि सुरक्षा गार्ड चाहिँ। हुन त सम्पत्तिको सुरक्षा र नागरिकको सुरक्षा गर्ने चाहिँ हो। अनि दमकलले चाहिँ फेरि सुरक्षा गर्ने होइन, आगो निभाउने हो हैन, आगो निभाउने फाइटर म्यानहरू हुन्। र यो भनेको चाहिँ के हो त ख्याङछाल प्रहरी हो भन्छ। प्रहरीको रूपमा चाहिँ हैन, यसरी चाहिँ हामीले प्रहरीको हो भनेर चाहिँ भन्न मिल्छ। ल अब चाहिँ हामी थुत्कीको कुराहरूलाई चाहिँ हामी हेरौँ। अब लिस्टिङको कुरामा चाहिँ के भन्छ भन्ने कुरामा हेरौँ। 다음을 듣고 빈칸에 알맞은 것을 고르십시오. 21번 21मा हेरौँ। 같아요. खाथायो, 같아요. खाथायो भनेको चाहिँ उस्तै छ भनेको 1 नम्बरको एन्सर। 22번 모기 잡았어요. मोगी छाबासयो, 모기 잡았어요. मोगी भनेको लामखुट्टे है, लामखुट्टे चाहिँ समाते भनेर भन्छ। 3 नम्बरको एन्सर। 다음은 23번부터 24번까지 문제입니다. 들은 것을 고르십시오. सुनेको कुरा छान्नुस् भन्छ। 23번 건물, खन्मुल भवन भन्छ। 건물, भवन भनेको चाहिँ के हो त 2 नम्बरको एन्सर। अब यो चाहिँ हाम्रो खोङजाङ हो है, कारखाना भनेर भन्छ। अब यो चाहिँ हाम्रो फलफुल पसलहरू भइहाल्यो होइन। त्यसै गरी यो चाहिँ उपहारको भइहाल्यो। यसमा चाहिँ अब 2 नम्बरको एन्सर खन्मुल। 24번 24 नम्बरको क्वेसन चाहिँ अस्तिकै रिपिट भएको छ है। यसलाई चाहिँ हेरौँ। 유키 씨, 지금 하고 있는 목걸이 예쁜데요? युसुखिसी 지금 하고 있는 목걸이 예쁜데요 भन्छ। अहिले लगाइरहेको यो हाम्रो के भन्छ त सिक्री है, घाँटीमा लगाउने सिक्री चाहिँ सुन्दर रहेछ भनेर भन्छ। 예쁜데요 सुन्दर रहेछ। 그런 디자인은 처음 봐요. खुरन डिजाइन भनेको त्यस्तो डिजाइन चाहिँ छौँ पायो भनेको चाहिँ पहिलो पटक देखेँ भनेर भन्छ। 1 नम्बरकै हो। 유키 씨, 지금 하고 있는 목걸이 예쁜데요? 그런 디자인은 처음 봐요. (25번) 25मा हेरौँ। 이것은 무엇입니까? यो कुरा चाहिँ के हो भन्छ। 이것은 무엇입니까? 1. 가방입니다. 가방입니다 झोला हो भन्छ।
가방입니다. झोला होइन 2. 베개입니다. फेगेस 베개입니다. सिरानी भन्छ सिरानी 참. पनि होइन 이불입니다. इबुलिम्निदा भन्छ सिरक हो 이불입니다. हो सिरक चाहिँ हो 4. 우산입니다. उसानिम्निदा छाता हो भन्छ छाता पनि होइन 우산입니다. (26번) 이 사람은 무엇을 하고 있습니까? यो मान्छेले के गरिरहेको छ भनेर भन्छ ल हेरौँ यहाँनिर 이 사람은 무엇을 하고 있습니까? 1. 청소를 하고 있습니다. सरसफाइ गरिरहेको छ 청소를 하고 있습니다. ठिक छ 1 नम्बरको 2. एन्सर 그릇을 씻고 있습니다. 그릇을 씻고 있습니다. 크루슬 씻고 있습니다 3. 다림질을 하고 있습니다. 다림질을 하고 있습니다. 다림질을 하다 भनेको चाहिँ यो भनेको आइरन गरिरहेको छ भन्छ यो पनि होइन 옷을 만들고 있습니다. 옷을 만들고 있습니다. ओसुल मान्दुलको इस्मुनिदा कपडा बनाइरहेको छ भन्छ भएन 청소하고 있습니다 सरसफाइ गरिरहेको छ 27번 이 사람은 지금 무엇을 하고 있습니까? त्यसमा पनि त्यही छ 이 사람은 지금 무엇을 하고 있습니까? 이 사람은 지금 무엇을 하고 있습니까? यो मान्छेले अहिले के गरिरहेको छ 신발을 벗고 있습니다. जुत्ता खोलिरहेको छ 신발을 벗고 있습니다. 2. 세수를 하고 있습니다. मुख धोइरहेको छ 세수를 하고 있습니다. 3. 빨래를 하고 있습니다. कपडा धोइरहेको छ 빨래를 하고 있습니다. ठिक छ कपडा धोइरहेको छ 옷을 입고 있습니다. कपडा लगाइरहेको छ रे 옷을 입고 있습니다. कपडा लगाएको पनि होइन 28번 28मा हेरौँ 안전화가 얼마나 있습니까? सुरक्षित जुत्ता कतिवटा छन् 안전화가 얼마나 있습니까? 1. 7송이 있습니다. 7वटा छन् रे 7송이 있습니다. सोमी भनेको जुप्पा अथवा काइयो भन्छ 2. होइन 6송이 있습니다. 6송이 있습니다 6वटा छन् भन्छ 6송이 있습니다. यसलाई सोङीमा गणना गरिँदैन 3. 7켤레 있습니다. 7 जोड छन् रे 7켤레 있습니다. भएन यो पनि 4. 6켤레 있습니다. 6 खेल्ने 있습니다 6 जोड छन् भन्छ 6켤레 있습니다. 6 जोड छन् भन्ने कुरा 4 नम्बरको एन्सर 29번 체육관은 어디에 있습니까? जिम हाउस कहाँ छ भन्छ 체육관은 어디에 있습니까? ल जिम हाउस हेरौँ यहाँनिर 1. 지하에 있습니다. छियाए 있습니다 지하에 있습니다. अन्डरग्राउन्डमा छ भन्छ ठिक छ 2. 2층에 있습니다. इछुङ भनेको 2 तला 2층에 있습니다. 2 तलामा छैन 3. 1층에 있습니다. 1층 1 तला भन्छ 1층에 있습니다. 1 तलामा पनि छैन 4. 건물 밖에 있습니다. 건물 밖에 있습니다. खम्मुल फाके 있습니다 भवन बाहिर छ भन्छ भवन बाहिर पनि छैन
एन्सर 1 नम्बर छियाई 있습니다. अन्डरग्राउन्डमा छ भन्छ. 30번. 제 안경 못 보셨어요? 제 안경 못 보셨어요 भन्छ. 제 안경 못 보셨어요? 제 안경 못 보셨어요 भनेको चाहिँ मेरो चस्मा देख्नु भएन भनेको. मेरो चस्मा देख्नु भएन भन्दा 안경을 써도 돼요. चस्मा लगाए पनि हुन्छ भन्छ. मेरो चस्मा देख्नु भएन भन्दा चस्मा लगाए पनि हुन्छ भन्न मिलेन. खुङयङवानन मोत फस्यो भनेको त्यो फिल्म चाहिँ हेर्न सकेन भन्छ. त्यो पनि भएन. छगी छेक्साङ उये 있어요. ऊ त्यहाँ किताब राख्ने टेबल माथि छ भन्छ. ठीक छ. 3 नम्बरको एन्सर. 안경을 쓰면 잘 볼 수 있습니다. 잘 볼 수 있어요. चस्मा लगायो भने राम्रोसँग देख्न सकिन्छ भन्छ. त्यो पनि हैन. मेरो चस्मा देख्नु भएन भन्दाखेरि चाहिँ ऊ त्यहाँ किताब राख्ने टेबल माथि छ भन्ने कुरा 3 नम्बरको एन्सर. 31번. 여기서 집이 가까워요? 여기서 집이 가까워요? 여기서 집이 가까워요? यहाँदेखि घर नजिकै छ भनेर भन्छ. ने 가깝지 않아요. हजुर नजिक छैन भन्न मिलेन. अनि ने 여기서 살 거예요. हजुर यहाँ बस्छु भन्न भन्छ. यहाँ बस्ने छु भन्छ. यो पनि भएन. ने 지금 집에 있어요. हजुर अहिले घरमा छु रे. यो पनि भएन. ने 걸어서 5분만 걸려요 भन्छ. हजुर हिँडेर चाहिँ 5 मिनेट मात्र लाग्छ भनेर भन्छ. हो घर यहाँदेखि घर नजिकै छ भन्दाखेरि चाहिँ हजुर नजिकै छ. हिँडेर 5 मिनेट मात्रै लाग्छ भनेर भन्छ. 4 नम्बरको एन्सर. (32번) 32मा हेरौँ. 지금 계시는 곳의 위치를 말씀해 주세요. 지금 계시는 곳의 위치를 말씀해 주세요. अहिले चाहिँ बसिरहनु भएको ठाउँको लोकेसन भनिदिनुहोस् भनेर भन्छ. 지금 계시는 곳의 위치를 말씀해 주세요. अहिले बसिरहनु भएको ठाउँको लोकेसन भनिदिनुहोस् भन्दाखेरि चाहिँ सौल्य खुन्छयो भनेको चाहिँ सौल स्टेसन नजिकै हो भनेर भन्छ. यहाँ पनि के हो त ठाउँ नजिकै. ठाउँ कहाँ हो भन्दाखेरि चाहिँ यहाँ नजिकै हो भन्ने कुरा. खोङ्बु आगो इस्सयो भनेको अध्ययन गरिरहेको छु. म आगो इस्सयो हुनु पर्यो यसको लागि चाहिँ. अनि सुमुल थुसारियो भनेको 22 वर्ष हो भन्छ. त्यो पनि भएन. र खिम्जी सुराको हाम्निदा भनेको खिम्जी सु भनेर भन्छन् भन्छ. यो नाम चाहिँ के हो भन्दाखेरि चाहिँ हो अहिले रहेको ठाउँ चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ सौल्य खुन्छयो भनेको सौल स्टेसनको नजिकै हो भन्छ. 1 नम्बरको एन्सर. (33번) 한국어 시험에 합격했어요. 한국어 시험에 합격했어요. 한국어 시험에 합격했어요. 한국어 시험에 합격했어요. कोरियन भाषा परीक्षामा पास भए भन्छ. अनि कोरियन भाषा परीक्षामा पास भए भन्दा सियमल छाल फसेयो. सियम छाल फसेयो. परीक्षा राम्रोसँग दिनुस् भन्न मिलेन. पास भइसक्यो हैन. पास भइसकेपछि त छुक्खायो. बधाई छ भन्न पर्यो नि त. छुक्खायो. 열심히 공부했군요 भनेर भन्छ. 열심히 공부했군요 भनेको चाहिँ मेहनतका साथ अध्ययन गर्नु भएको रहेछ. बधाई छ. मेहनतका साथ अध्ययन गर्नु भएको रहेछ. 2 नम्बर एन्सर. सियम छाल फस्यो. परीक्षा राम्रोसँग दिनुभयो. प्रश्न सोध्न मिलेन. ने मियान हाम्निदा हजुर माफ गर्नुस् रे. म कोरियन भाषा परीक्षामा पास भए भन्दा हजुर माफ गर्नुस् भन्न पनि मिलेन. (34번) 34मा हेरौँ. 김치를 아이한테 줘도 돼요? 김치를 아기한테 줘도 돼요 भनेर भन्छ. किम्ची चाहिँ बच्चालाई दिए पनि हुन्छ भनेर भन्छ. 김치를 아이한테 줘도 돼요? 김치를 아이한테 줘도 돼요. बच्चालाई दिए पनि हुन्छ भन्दा आनी हो 조금만 줘도 돼요. अनि होइन पनि भन्ने फेरि अलिकति दिए पनि हुन्छ भन्ने भएन यो कुरा. आनी हो मेवासनन आन्देयो भनेर भन्छ. होइन पिरो भएर चाहिँ हुँदैन भनेर भन्छ. हो दिन चाहिँ हुँदैन. पिरो छ त्यही भएर दिन हुँदैन भन्छ. ने खिम्चिरुल मानी मगसयो. हजुर किम्ची धेरै खाएँ भन्छ. त्यो पनि भएन. ने खिम्चीगा आज मेवायो. हजुर किम्ची चाहिँ ज्यादै पिरो छ भन्छ. त्यो पनि भएन. बच्चालाई दिए पनि हुन्छ भन्दा आनियो मेवस आन्देयो. होइन पिरो भएर चाहिँ हुँदैन भनेर भन्छ. 2 नम्बरको एन्सर.
35번. 언제 극장에 갈 거예요? 언제 극장에 갈 거예요 भनेर भन्छ कहिले चाहिँ के हो त 극장 भनेको फिल्म हलमा जानु हुनेछ भनेर भन्छ 언제 극장에 갈 거예요 언제 극장에 갈 거예요? कहिले फिल्म हलमा जानु हुनेछ भन्दाखेरि चाहिँ 극장에서 봤어요 फिल्म हलमा हेरे भन्छ त्यो भएन 친구 하고 갈 거야 भनेको चाहिँ साथीसँग जानेछु भन्छ त्यो पनि भएन 다음 주에 갈 거예요 अर्को हप्ता जानेछु रे 언제 극장에 갈 거예요 कहिले जानु हुनेछ भन्दा 다음 주에 갈 거예요 अर्को हप्ता जानेछु 영화가 재미없었어요 भनेको फिल्म रमाइलो थिएन भन्छ कहिले जानु हुनेछ भन्दा अर्को हप्तामा जानेछु भन्ने कुरा 3 नम्बरको एन्सर (36번) 36마 또한 씨는 보통 몇 시에 자요? तुहान सिनन फोथोङ मेटसिए छायो भनेर भन्छ तुहानजी चाहिँ प्राय कति बजे सुत्नुहुन्छ भन्छ 저녁 먹고 쉬다가 छनेङ मक्को सुइदागा साँझको खाना खाएपछि साँझको खाना खाएर आराम गरेपछि 10시쯤 자요. 10시쯤 자요 भनेको 10 बजेतिर सुत्छु रे 또한 씨는 보통 몇 시에 자요? 저녁 먹고 쉬다가 10시쯤 자요. दिउँसोको खाना के अरे साँझको खाना खाएर आराम गरेपछि 10 बजे सुत्छु भनेपछि यहाँनिर 1 नम्बरको एन्सर तर यहाँनिर 10 बजे उठेको कुरा हो भएन है (37번) 세탁기는 어떻게 팔아요? सेताकिनन अतके फारायो भन्छ वाशिङ मेसिन चाहिँ कतिमा बेच्नुहुन्छ भनेको 24,000원이에요. 24,000원이에요. 24,000 원 हो. 세탁기는 어떻게 팔아요? 24,000원이에요. 24,000원이에요 भनेको 24,000 원 हो भनेर भन्छ 2 नम्बरको एन्सर (38번) 38मा हेरौं 월급 명세서를 보니까 월급 명세서를 보니까 भनेको तलब विवरण पत्र हेरेकोले 모니카 씨 월급이 제 월급보다 많네요. मोनिका सी 월급이 제 월급보다 많네요. मोनिका जीको तलब चाहिँ मेरो तलब भन्दा धेरै रहेछ भन्छ. तलब विवरण पत्र हेरेको थिए अनि मोनिका जीको तलब चाहिँ मेरो तलब भन्दा धेरै रहेछ भन्छ. 이번 달에 연장 근무를 이번 달에 연장 근무를 यो महिनामा चाहिँ थप काम चाहिँ 34시간이나 했거든요. 34시간이나 했거든요 भनेको चाहिँ 34 घण्टा जति गरेको थिए नि त भन्छ. 저도 그만큼 했는데 저도 그만큼 했는데 मैले पनि त्यही बराबर गरेको थिए. 금액이 차이가 나요. 금액이 차이가 나요. तर रकममा चाहिँ अन्तर भयो अथवा अन्तर आयो. 어디 좀 봐요. 어디 좀 봐요. खै कहाँ हेरौं. 여기 기숙사 관리비 34,000원이 빠졌잖아요. 여기 기숙사 관리비 यहाँ चाहिँ के हो त यो होस्टेलको खर्च चाहिँ 이번 달에 연장 근무를 죄송합니다. एकछिनलाई फेरि सुनौं है. 34시간이나 했거든요. यो महिना चाहिँ मैले थप काम चाहिँ 34 घण्टा जति गरेको थिएँ भन्छ. 저도 그만큼 했는데 금액이 차이가 나요. मैले पनि त्यही बराबर गरेको थिएँ तर रकम चाहिँ अन्तर भयो भनेर भन्छ. 어디 좀 봐요. 어디 좀 봐요. खै कहाँ हेरौं. 여기 기숙사 관리비 여기 기숙사 관리비 यहाँ चाहिँ के हो त होस्टेलको व्यवस्थापन खर्च 34,000원이 빠졌잖아요. 34,000 원이 भनेको चाहिँ 34,000 원 चाहिँ 빠졌잖아요. काटेको छ नि त भन्छ. 월급 명세서를 보니까 모니카 씨 월급이 제 월급보다 많네요. 이번 달에
연장 근무를 34시간이나 했거든요. 저도 그만큼 했는데 금액이 차이가 나요. 어디 좀 봐요. 여기 기숙사 관리비 34,000원이 빠졌잖아요. अब चाहिँ यसको डिस्क्राइबमा हेरौँ थाउम चुङ थुरुन नेउङवा आल्सु इन्नन गसुन मसिमनिका भन्छ जान्न सकिने कुरा चाहिँ के हो भन्छ यसमा हेरौँ नामजानन खिसुक्साए सालगो इत्ता भनेर भन्छ केटा चाहिँ होस्टेलमा बसोबास गरिरहेको छ अथवा बसिरहेको छ भन्छ ठीक छ त्यही कुरा चाहिँ के हो त भन्दा जस्तै केटाको चाहिँ के हो त तलबबाट चाहिँ होस्टेलको व्यवस्थापन खर्च काटिएको छ यसको मतलब केटा चाहिँ के हो त होस्टेलमा बसिरहेको छ भन्ने कुरा बुझ्नुपर्छ 1 नम्बरको एन्सर हुन जान्छ 2 नम्बरमा चाहिँ योजनन ओल्गुबे फुलमानुल खाजीको इत्ता भनेर भन्छ फुलमान भनेको के हो त भन्दा मान्जो खादा भनेको चाहिँ सन्तुष्टि हुनु फुलमान्जो खादा भनेको चाहिँ असन्तुष्टि हुनु अनि त्यसैबाट चाहिँ योजनन ओल्गुबे फुलमानुल खाजीको इत्ता भनेको चाहिँ केटी चाहिँ तलबमा असन्तुष्टि भइरहेको छ भन्छ असन्तुष्टि भएको चाहिँ केटी होइन केटा चाहिँ हो नामजानन योजाबोदा ओल्गुबुल थ मानी थान्नन्दा भनेर भन्छ केटाले चाहिँ केटी भन्दा तलब चाहिँ धेरै पाएको छ भन्छ अझ धेरै पाएको चाहिँ होइन केटाले चाहिँ कम पाएको केटीको भन्दा त्यसैगरी योजनन इबन तारे भनेको चाहिँ केटीले यो महिनामा योन्चाङ खुनमुरुल हारेको हान्दा भनेर भन्छ यो महिनामा थप काम गर्ने विचार गरेको छन् भनेर भन्छ केटीले चाहिँ यो महिनामा चाहिँ थप काम गरिसकेको हो अब उसले चाहिँ यो महिनामा थप काम गर्ने विचार छ भन्ने होइन कि उसले यो महिनामा गरिसकेको 34 घण्टा जति काम चाहिँ गरिसकेको हो एन्सर 1 नम्बर (39번) 39. 저는 어제 남대문 시장에 갔어요. 저는 어제 남대문 시장에 갔어요. म चाहिँ हिजो नामदेमुन बजारमा गएको थिएँ. 사람이 아주 많고 복잡했어요. 사람이 아주 많고 복잡했어요. मान्छेहरू चाहिँ ज्यादै धेरै थिए र भिडभाड थियो. 요즘 날씨가 추워서 요즘 날씨가 좋아서 आजभोलि मौसम सफा भएर 틀을 사고 싶었어요. आजभोलि मौसम सफा भएर चाहिँ खोथ्रुल सागो सिफायो भन्छ कोट किन्न मन छ भनेर भन्छ 빨간색 코트가 참 예뻤어요. 빨간색 코트가 참 예뻤어요 भन्छ रातो रङको कोट चाहिँ के हो त साँच्चैकै सुन्दर छ 그렇지만 त्यसो भए तापनि 비쌌어요. 너무 비쌌어요. ज्यादै महँगो छ. 그래서 코트를 안 사고 그래서 코트를 안 사고 त्यसैले कोट नकिनेर 를 하나 샀어요. 치마를 하나 샀어요. स्कर्ट चाहिँ एउटा किने भन्छ. 옷을 사고 맛있는 비빔밥을 먹었어요. 옷을 사고 맛있는 비빔밥을 먹었어요. कपडा किनेर चाहिँ के हो त मिठो 비빔밥 खाए भनेर भन्छ. 참 재미있었어요. 참 재미있었어요. 다음에 또 가고 साँच्चीकै रमाइलो भएको थियो. थाउमे तो खागो सिफायो. फेरि जान मन छ. 싶어요. ल यसलाई चाहिँ हामी एकपटक फेरिबाट सुनौ. 저는 어제 남대문 시장에 갔어요. 사람이 아주 많고 복잡했어요. 요즘 날씨가 추워서 코트를 사고 싶었어요. 빨간색 코트가 참 예뻤어요. 그렇지만 너무 비쌌어요. 그래서 코트를 안 사고 치마를 하나 샀어요. 옷을 사고 맛있는 비빔밥을 먹었어요. 참 재미있었어요. 다음에 또 가고 싶어요. ल अब यहाँनिर चाहिँ विषयवस्तुसँग अति मिल्दो कुरालाई छान्नुस् भन्छ. यो जग्गा पाल्गान्से खोथुरुल सासयो. केटीले चाहिँ के हो त रातो रङको कोट किनिन् भनेर भन्छ. किनेको चाहिँ होइन. किन भन्दा ज्यादै महँगो थियो किन्न सकेन भनेको. सिजाङे सारामी फेल्लो अवसयो. बजारमा मान्छेहरू खासै थिएनन् भन्छ. मान्छेहरू चाहिँ धेरै थिए भिडभाड थियो है. अनि त्यसैगरी चाहिँ योजुम नाल्सीका छुवायो. आजभोलि मौसम जाडो छ भन्छ. हो जाडो भएर चाहिँ एउटा कोट चाहिँ किन्न मन हो तर कोट चाहिँ के हो त
सुन्दर पनि थियो तर महँगो भएर चाहिँ किन्न सकेन भन्छ। त्यही आन्सर चाहिँ 3 नम्बर जाडो छ भन्ने कुरा बुझ्नु पर्यो। र छिमारुल नमु फिसास मोसासयो भनेर भन्छ। स्कर्ट चाहिँ ज्यादै महँगो भएर किन्न सकेन भन्छ। ज्यादै महँगो भएर किन्न नसकेको चाहिँ स्कर्ट होइन कि कोट चाहिँ के हो? ल 40 नम्बर हेरौँ। अब यसको एन्सर 3 नम्बर भयो। 40번 40 मा हेरौँ। नामजानन मुअसुल मक्के सुन्निका केटाले चाहिँ के खानेछ भन्छ। पाङ, पाउरोटी, नेङ्सु, नुडल्सहरू होइन। त्यसैगरी उयु भनेको दुध, आइसक्रिम भनेको आइसक्रिम भन्छ। 덥지요? थप्चियो गर्मी छ है। 이 아이스크림 좀 드세요. यी आइसक्रिम चोम थुसेयो। यो आइसक्रिम चाहिँ यसो लिनुहोस्। 이걸 먹으면 इगल मगुमियन यो कुरा खायो भने 좀 시원해질 거예요. चोम सिवन हेजुल कयो भनेर भन्छ। अलिकति चाहिँ के हो त शीतल हुँदै जानेछ। 고맙지만 खोमाप्चिमान माफ गर्नुहोस् भए तापनि 저는 단 것을 별로 좋아하지 않아요. छनन् थान गसुल फेल्लो छोवा आजी आनायो। म चाहिँ गुलियो खानेकुरा प्राय मन पराउँदैन भन्छ। खासै मन पराउँदैन। 그러면 시원한 냉수를 드릴게요. खुरामेन त्यसो भयो भने सिवनान नेङसुरुल चिसो नुडल्सलाई चाहिँ के हो त थुरिल्केयो दिनेछु भनेर भन्छ। 네, 감사합니다. ने खाम्सा합니다 हजुर धन्यवाद भनेर भन्छ। 덥지요? 이 아이스크림 좀 드세요. 이걸 먹으면 좀 시원해질 거예요. 고맙지만 저는 단 것을 별로 좋아하지 않아요. 그러면 시원한 냉수를 드릴게요. 네, 감사합니다. ओके केटाले के खानेछ त भन्दा केटाले चाहिँ अब नेङसुरुल मक्के सुन्निदा भन्ने कुरा चाहिँ 2 नम्बरको एन्सर रहेको छ। ओके आजको विषयवस्तु अथवा आजको क्वेसनहरू यहाँहरूलाई कस्तो लाग्यो र यो डिस्क्राइब भिडियो तपाईँले अन्तिमसम्म धैर्य गरेर हेरिदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र यसै गरी आउँदो दिनहरूमा पनि तपाईँहरूलाई सपोर्ट गर्ने उद्देश्यका साथ हामीहरू निरन्तर रूपमा अपडेट भइराख्नेछौँ। तपाईहरू पनि इतिहासको तयारी गर्दै हुनुहुन्छ भने यदि घरमै बसी बसी कोरियन भाषा अध्ययन गर्न चाहनुहुन्छ भने पनि हाम्रो यस ज्यान्सर कोरियन युट्युब च्यानलको प्लेलिस्ट मार्फत हामीले नयाँ परिमार्जित कोर्स बुकको च्याप्टर 1 देखि च्याप्टर 60 सम्म सबै कुराहरूलाई समावेश गरेर राखिराखेका छौँ। अहिले पनि हामी 55 लेसनसम्म पुगिसकेका छौँ। 54 लेसनसम्मको चाहिँ हामीले अपलोड गरिसकेका छौँ भने त्यसका हरेक छङ्बो मुनाका पार्टहरूलाई चाहिँ विभिन्न 5-5 च्याप्टरको दरले चाहिँ हामीले राख्दै आइरहेका छौँ। तपाईहरूलाई इतिहासको तयारीका लागि चाहिने सामग्रीहरू सबै युट्युब च्यानलमा भेट्न सकिन्छ। यदि तपाईँ फिजिकल क्लासको लागि पनि लिन चाहनुहुन्छ भने एडमिसन ओपन रहेको जानकारी गराउँदै जुम अनलाइन क्लासको लागि 9806977190 यो व्हाट्सएप मेसेज गर्नुभयो भने जुम अनलाइन क्लासमा पनि एकचोटि भर्ना भइसकेपछि एक्जाम नहुन्जेलसम्म तपाईहरूले कोर्स लिन सक्नुहुनेछ भन्दै फेरि हामी सेट 9 लाई लिएर अर्को हप्ताको शनिबार फेरि उपस्थित हुने जानकारी गराउँदै आज यो सेट 8 को भिडियो तपाईहरूलाई कस्तो लाग्यो जस्ताको तस्तै प्रतिक्रिया कमेन्ट बक्समा छोड्न र यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर हामी सँगै जोडिनका लागि पनि नबिर्सिनु होला भन्दै आजलाई म कोरियन भाषा प्रशिक्षक विनोद नेउपाने पनि छुटिन्छु। हवस् त, हाम्साम्निदा।